जो सटरहरू जो भाडामा लगाएर अहिले भाडा उठाएर खाने काम भइरहेको छ, यो खाने काम कसले गरिरहेको छ? सम्भवतः यो गोदाम हो। तपाईँले दिएको भाडा कहाँ जान्छ? सरकारलाई जान्छ? जाँदैन। यो जग्गा कसको हो, के हो भन्ने थाहा छ तपाईँलाई? थाहा छ। कसको भनिदिनुहोस् त? सरकारको। कति तिर्नुहुन्छ? 2,10,000 को 20,000। तपाईँले कसको जग्गामा संरचना बनाएर भाडा उठाउँदै हुनुहुन्छ? मैले त हिजोको समयमा त यो ट्रेड युनियन महासङ्घकै जग्गा भनेर बसेको हो। पार्टीले तत्कालीन माओवादीले त्यो बेलामा यत्रो बिल्डिङ बनाइदियो पृथ्वी चोकमा, सरकारी जग्गामा अब बनायो। हडपेरै बसेको हो र सरकारी जग्गामा भाडा उठाएर खाएकै हो। सरकारको नीति छ, त्यसमा सर्छ स्वीकार, यसलाई खाली गर्ने योजना छ। खाली मात्र गर्ने कि अहिलेसम्म लिएको भाडा फिर्ता पनि गर्ने? होइन, सरकारी जग्गा हडपेर कारलाई खडा गरेर बसेर भाडा उठाएर खाएर यो कस्तो खालको सुशासन हो त? भाडा उठाएको छैन, यो अलिकति भ्रम चाहिँ नपरोस् तपाईँहरूलाई। ट्रेड युनियन कङ्ग्रेसले भाडा उठाएर खाइरहेको बिल्डिङ कसलाई तिर्नुहुन्छ भाडा? खै यो अफिस भन्छन् कि माथिल्लो तिर्छ। माथिल्लो अफिस भनेको त्यो कङ्ग्रेसको ट्रेड युनियनको कङ्ग्रेसको अफिस हो। हजुर हजुर। ट्रेड युनियन कङ्ग्रेसको हजुर। यहाँ बुझाउनुहुन्छ? सरकारी जमिनलाई कब्जा गरेर भवन बनाएर भाडामा लगाएर खान पाइन्छ? राज्यको जमिन हो, जमिन अनुमति प्राप्त हो। भाडा उठाएर खानको लागि अनुमति प्राप्त हो। अब यो कार्यालय सञ्चालनसँगै चाहिँ जोडिएको कुरा छ। यही माथि भवनमा बुझाइन्छ। ट्रेड युनियन कङ्ग्रेसको भवन बुझाउनुहुन्छ। अनि तपाईँ नेता यो जमिन सरकारी जमिन भाडामा लगाएर भाडा खाएर बस्ने? यो एउटा कुरा त हामी नेता होइन। यहाँको भाडा चाहिँ जी फन्डले उठाउँछ। एमाले निकट कति भाडा दिनुहुन्छ यहाँ? मैले 28,000 रुपियाँ। भाडा कसलाई बुझाउनुहुन्छ यहाँ? यो माथि अफिसमा। कुन अफिसमा? सङ्गठन अफिस। सङ्गठन अफिसमा। सङ्गठन कसलाई बुझाउनुहुन्छ भाडा? जी फन्डको अफिस। जी फन्डको अफिसलाई। नगर विकास समितिको जग्गामा यो भवन बनेको हो कि होइन? हो। नगर विकास समितिको जग्गामा भवन बनाएर भाडा उठाएको हो कि होइन? भाडा उठाएर भाडा उठाउने क्रममा के हो भने भाडा उठाए पनि हामीले भाडा यो बिल्डिङ कसको हो? यो त हामीलाई थाहा छैन। अन्त जग्गा भाडामा लिँदैनौ, हामीलाई फेरि सरकारी ठाउँ हामीलाई दिनुपर्छ, यहाँ उठाउने दिनु पर्यो। को हो र तपाईँहरू? तपाईँलाई दिनुपर्ने को हो र तपाईँ? हामी यो नेपालको दर्ता भएको हामीले वार्षिक एउटा श्रमिकसँग 170 उठाउने हो। तपाईँको समस्या हो क्या हजुर? त्यो तपाईँको समस्या हो क्या? तपाईँ कुन राज्यको, कुन चाहिँ राज्यको अङ्ग हो? नेपाल सरकार श्रम विभागको दर्ता नम्बर 1 मा दर्ता भएको संस्था हो। सामाजिक सङ्घ संस्थाहरू त राज्यमा दर्ता त हुनुपर्छ, कम्पलसरी कुरा हो। कम्पलसरी कुरा हो नि त्यो त। अनि त्यो चाहिँ त्यो राज्यको संस्था हो त। गण्डकी छड्के विथ अपिल त्रिपाठीको साथमा मेरो विश्वास सधैँ नेपाल फर्निचर, ढुक्क वर्षौं वर्षलाई। उज्यालो मुस्कान हरेक दिन, डेन्ट ग्लो टुथ पाउडर, आयुर्वेदिक सल्युसन। नमस्कार, गण्डकी छड्के विथ अपिल त्रिपाठीमा स्वागत छ। मेरो नाम अपिल त्रिपाठी हो। यो कार्यक्रम हरेक शुक्रबार राति 9 बजे प्रसारण हुन्छ। काठमाडौँका सुकुम्बासी बस्तीहरूमा यति बेला डोजर चलिरहेको छ। यही मेसोमा पोखरा महानगरपालिकाले सार्वजनिक सरकारी जमिनमा बनेका अवैध संरचनाहरू खाली गराउनको लागि 35 दिने सूचना जारी गरेको छ। सबैजनाको ध्यान पृथ्वी चोकको बस पार्क क्षेत्रमा छ। तर त्यो बस पार्क जहाँ बनाउने भनिएर जग्गा अधिग्रहण गरेर राखिएको बस पार्क छ, त्यो बस पार्क नछिर्दै बस पार्कको ठ्याक्कै अगाडि, बस पार्कको ठ्याक्कै उत्तरतर्फ पोखरा उपत्यका नगर विकास समितिको सरकारी जग्गा, कयौं रोपनी सरकारी जग्गाको हालत के छ आजको कार्यक्रममा तपाईँ समक्ष पेश गर्न गइरहेका छौँ। पोखरा उपत्यका नगर विकास समितिले संस्थान क्षेत्रको लागि भनेर अधिग्रहण गरेर राखेको त्यो कयौं रोपनी जग्गा एमाले, काङ्ग्रेस, माओवादी दलको आडमा, राजनैतिक शक्तिको आडमा तिनका भातृ सङ्गठन र तिनका शुभेच्छुक सङ्गठनहरूले संरचना बनाएर कार्यालय र सङ्गठन सञ्चालन गरेर मात्र बसिरहेका छैनन्। व्यापारीहरूलाई भाडामा लगाएर, सटर निकालेर व्यापारीहरूलाई भाडामा लगाएर भाडा समेत असुलेर आफैले चलाउने गरेका छन्। यो आजदेखि भएको होइन, वर्षौँदेखि पोखराको प्राइम लोकेसन पृथ्वी चोकमा यस्तै धन्दा चलिरहेको छ। गजबको कुरा के छ भने पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष महानगरपालिकाको मेयर हुन्छन्, धनराज आचार्य अध्यक्ष छन्। लेक साइडमा फेवातालमा डोजर चलाएको जस्तो विषय होइन यो। सुकुम्बासी बस्तीमा डोजर चलाएको जस्तो जटिल विषय होइन यो। चाहनी हो भने एकैछिनमा हुने कुरा छ। त्यहाँ कसैलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने पनि छैन, कसैलाई मुआवजा दिनुपर्ने पनि छैन, कसैलाई क्षतिपूर्ति दिनुपर्ने पनि छैन। नितान्त सरकारी जग्गामा संरचना बनाएर अवैध रूपमा भाडा समेत असुली गरिरहेको राजनीतिक शक्तिको आडमा भएको काम हो। एकैछिनमा चाहनी हो भने रोक्न सकिन्थ्यो। धनराज आचार्य मेयर बनेको 4 वर्ष भयो, तर धनराज आचार्य आजसम्म कानमा तेल हालेर अहिले
कार्यकालको उत्तरार्धको समयमा 35 दिने सूचना चाहिँ निकालेका छन्। अब एमाले, काङ्ग्रेस, माओवादी जस्ता दलहरूको राजनैतिक शक्तिको आडमा तिनका भातृ सङ्गठन, शुभेच्छुक सङ्गठनहरूले कसरी संरचना खडा गरेर सङ्गठन चलाएर भाडा समेत व्यापारीलाई दिएर भाडा समेत असुलेर आफैले राखिरहेका छन्, त्यसको बारेमा प्रवेश गरौँ। यसको सुरुवात तत्कालीन माओवादीबाट सुरु गरौँ। माओवादीले के गरिरहेको छ? पोखराको प्राइम लोकेसन, तत्कालीन माओवादीले पोखराको पृथ्वी चोकको प्राइम लोकेसनमा कति जग्गा लिएर कसरी भाडा असुली गरिरहेको छ र कसरी आफ्ना कार्यालयहरू सरकारी जग्गामा बनाएर सङ्गठन चलाइरहेको छ, यस विषयमा सबैभन्दा पहिला माओवादीबाट सुरु गरौँ। त्यसपछि काङ्ग्रेस, एमाले के गरिरहेका छन् र तिनका भाडा उठाउने हरकतहरू कस्ता छन् त्यसलाई प्रस्तुत गर्नेछौँ। यहाँबाट हेर्नुहोस्। पोखराको मुटु, पोखराको प्राइम लोकेसन पृथ्वी चोकमा छु। पृथ्वी चोकको यातायात जाने जुन बाटो छ, यातायात कार्यालय जाने बाटो छ, त्यसको सिरानमा यतापट्टि तपाईँले ब्याकग्राउन्डमा देखिरहनु भएको छ दुईवटा सटरहरू जो छन्, K3 अविरल सेवा र लक्ष्मी भान्साघर, यी दुईवटा सटरहरू। यहाँबाट विषयको सुरुवात गरौँ। त्यसको लगत्तै यतापट्टि ब्याकग्राउन्डमा तपाईँले देख्नुभएको एउटा यो गोदाम, यतापट्टिको गोदाम, यो गोदाम र यतापट्टिको यो बिल्डिङ, यो ठुलो बिल्डिङ, यो यतापट्टिको यो ठुलो बिल्डिङ, यी बिल्डिङहरू र ती सटरहरू म यहाँबाट भन्दै जान्छु। त्यो सटरहरू जो भाडामा लगाएर अहिले भाडा उठाएर खाने काम भइरहेको छ, यो खाने काम कसले गरिरहेको छ? पोखरा उपत्यका नगर विकास समितिको जग्गामा टहरा बनाएर, संरचना बनाएर त्यहाँ व्यापारीलाई व्यापार गर्न दिएर भाडा उठाएर बोल्नुभन्दा पनि सम्बन्धित मान्छेहरूबाटै यो कसले गरिरहेको छ र के भइरहेको छ भन्ने कुरा सम्बन्धित मान्छेबाटै तपाईँलाई देखाउने प्रयास गर्दैछु। त्यसको लागि सबैभन्दा पहिला गोदाम घर, सम्भवतः यो गोदाम हो, यहाँनिर जाउँ। गोदाम हो यो हजुर? ए यता हुनुहुन्छ। नमस्ते हजुर। गोदाम हो यो? हजुर सर गोदाम। के को गोदाम हो सर? यो हाम्रो प्लास्टिकको सामान हो सर। कसको गोदाम हो? यो परशुराम तिवारीको सर। ओ परशुराम तिवारी। परशुराम तिवारी भन्ने यहाँको प्रोपाइटर सर। कहाँ हुनुहुन्छ उहाँ? अहिले सर खाना खान निस्कनु भएको छ। तपाईँ को हुनुहुन्छ? म उहाँको कामदार सर। यो भाडा कसलाई बुझाउनुहुन्छ? कसको अनुमतिमा बस्नुभएको हो यहाँ? यो सर यो उहाँ परशुराम सरलाई पनि थाहा छ सर। यो यसको अगाडिपट्टि भाडा लगाएको सटर कसको हो सर? यो पनि खै सर, उहाँलाई नि सोध्नु पर्छ। परशुराम सरलाई बोलाउनुहोस् ल, म यहीँ छु। यतापट्टि जाउँ। यहाँ K3 अविरल सेवा छ। K3 अविरल सेवा। नमस्ते हजुर। हजुरको हो यो? हजुर सर। हजुर कसलाई भाडा बुझाउनुहुन्छ? कति भाडा बुझाउनुहुन्छ? यो हामीले हजुर तिवारी को तिवारी? प्लास्टिकको भित्रको के भन्छ परशुराम तिवारी सर। परशुराम तिवारीलाई अग्रिमेन्ट के छ? यसको केही छैन सर। यो तपाईँले बनाउनु भएको हो? होइन, कसले बनाएको? उहाँले बनाउनु भएको। यो कसको जग्गा हो? यो सरकारको जग्गा हो। सरकारी जग्गा हो? परशुराम तिवारीले कसरी लिनुभयो? यो तपाईँले कसरी लिनुभयो सरकारी जग्गामा? यो संरचना कसरी बनाउनु भयो? यहाँ भाडामा कसरी बस्नुभयो? यो पहिला यसरी नै चलेको थियो सर। उहाँले पनि हामीलाई चाहिँ अर्कोले बनाउनु भएको रहेछ। बनाउँदाखेरिमा यहाँ खाली थियो, केही 2-4 पैसा आउँछ बस्नु या बस्नुहोस् भन्नुभयो। अनि मैले चाहिँ यसो 3-4 महिना भयो, धेरै पनि भएको छैन। कति भाडा कति बुझाउनुहुन्छ? मैले 15,000 बुझाउनुहुन्छ। परशुराम तिवारीलाई बुझाउनुहुन्छ भाडा। यो जग्गा कसको हो, के हो भन्ने थाहा छ तपाईँलाई? थाहा छ। कसको भनिदिनुहोस् त। सरकारको हो। सरकारले यो जग्गामा तपाईँ हुनुहुन्छ भन्ने थाहा छ सरकारलाई? छैन। थाहा छैन। तपाईँले दिएको भाडा कहाँ जान्छ? सरकारलाई जान्छ? जाँदैन। मलाई चाहिँ त्यो व्यक्तिले उहाँले लिनुभएको छ। मैले बुझाएको चाहिँ सम्पूर्ण जुन चाहिँ भाडा छ मसँग चाहिँ यहाँ रेकर्ड। बुझेँ। तपाईँ त लेखापढी व्यवसाय पनि होला? म सम्पूर्ण काम गर्छु। सम्पूर्ण काम गर्नुहुन्छ। लेखापढी व्यवसाय भनेको कानुनको बारेमा जानकार भएकै मान्छे हो तपाईँ। तपाईँले यहाँबाट भाडा बुझाउनु भएको छ 15,000 रुपियाँ परशुराम तिवारीलाई बुझाउनुहुन्छ मासिक रूपमा। यो सरकारी जमिन हो। सरकारलाई तपाईँ यहाँ बसेको पनि थाहा छैन, परशुराम बसेको पनि थाहा छैन, तर त्यो भाडा तपाईँले बुझाइरहनु भएको छ। एकदमै सर। मैले यहाँ पैसा कमाउने उद्देश्यले, मैले चाहिँ के यहाँ इन्कम गर्ने उद्देश्यले मैले यहाँ चाहिँ यो सटर लिन खोजेको होइन। मैले किन भन्दाखेरिमा म यहाँ केही पब्लिक चाहिँ चिन्जान हुन्छ कि भन्ने उद्देश्यले यहाँनिर बसेको हो। सो मैले चाहिँ 3 महिना भयो अनि यो खाली देखिसकेपछि यो मिल्छ कि सर भनेर मैले सोधेँ उहाँलाई। सोद्धाखेरिमा एनिवे ठिक छ, खाली छ, बस्नुहोस् भनेर उहाँ अथोरिटी दिनुभयो। अनि मैले एग्रिमेन्ट दिनुहोस् भने उहाँले के भन्नु भन्दा हाम्रो पनि छैन, हामी पनि यसरी बसेको हो। उहाँ सरहरू भनौँ न जुन दलका सम्पूर्णहरूले चाहिँ यसरी राख्नु भएको हो। अहिले निस्के भन्नुहुन्छ भने हामी पनि निस्कँदैछौँ। दलका सम्पूर्ण भन्नाले जस्तो पहिला चाहिँ यो माओवादी अनि समिति को कुरा छन् ट्रेड युनियनहरू, उहाँहरू भाडा उहाँ माओवादीले पहिला कब्जा गरेर राखेको जग्गा हो सायद थाहा भएन मलाई। यो सरकारमा त्यसो भन्नुभयो परशुराम तिवारीले, त्यसो भन्नुभयो। सरकारमा पैसा गएको छैन, यो हामीले चाहिँ यसरी बुझाएँ भनेर उहाँले भन्नुभएको थियो। सो यो चाहिँ सरकारको नाममा आउनुपर्छ र सरकारले कमाउनुपर्छ भन्ने मेरो मान्यता। थ्याङ्क यू। कस्तो राम्रो कुरा गर्नुभयो। थ्याङ्क यू।
यतापट्टि अर्को एउटा खाजा घर छ, यो लक्ष्मी भान्सा एन्ड खाजा घर। यो चाहिँ सञ्चालक को हुनुहुन्छ, मलाई थोरै कोअपरेट गरिदिनुहोस् त। उसको नाम के हो? मेरो लक्ष्मी नाम। अनि कति समयदेखि बस्नु भएको छ यहाँ? हामी पहिला त्यहाँ थियो, त्यहाँ हटाउने सुरु भएपछि अनि यहाँ चाहिँ यहाँ बसेको कति समय भयो? मजदुर सङ्गठनलाई चाहिँ अनि यहाँ निकाल्ने रे भन्ने कुरा भयो। अनि उहाँहरूले के मजदुर सङ्गठनले के कुरा भयो रे? यहाँ एउटा क्यान्टिन क्या खाजा घर निकाल्ने यसो उहाँहरूलाई पनि कुन मजदुर सङ्गठन थाहा छ त? यहाँ के हो कुनै भाडा तिर्नुहुन्छ कि तिर्नुहुन्न? तिर्छु अलिअलि। कति तिर्नुहुन्छ? 2 सटरको 20,000। 20,000 तिर्नुहुन्छ। कसलाई तिर्नुहुन्छ? यो जुन यो सटर बनाएकोलाई दिन्छु मैले। कसले बनाएको सटर? परशुराम तिवारीले। परशुराम तिवारीलाई हो तपाईँले जान्ने? भाडा दिने परशुराम तिवारीलाई हो? यो जग्गा चाहिँ कसको हो? त्यो मलाई थाहा भएन। यो बनाएको कसले हो? यो सटर निकालेको परशुराम तिवारीले हो। कति समय अगाडि निकालेको हो? 4 वर्ष भयो कि 4 वर्ष भयो। तपाईँ यहाँ बसेको चाहिँ कति भयो? त्यही दिनै भयो, 4 वर्ष नै भयो। 4 वर्ष भयो। 4 वर्षदेखि महिनाको 20,000 को दरले तपाईँले पैसा बुझाइरहनु भएको छ? हजुर, परशुराम तिवारीले बुझाइरहेको छु। परशुराम तिवारीले हो यो बनाएको? यो चाहिँ उहाँले नै चाहिँ हालेको, उहाँसँगै म कन्ट्याक्ट गरेर म आएको। तपाईँले यो जग्गा सरकारी हो, सरकारी जमिनमा यो टहरा बनाएर बसेका छन्, भाडामा लगाएका छन्, तपाईँलाई थाहा छ कि छैन? थाहा छैन। यो जग्गा कसको हो भन्ने थाहा छ? थाहा छैन। यो यतापट्टिको लक्ष्मी भान्साघर र K3 अविरल सेवा, यो पोखरा उपत्यका नगर विकास समितिको जग्गा हो। पोखरा उपत्यका नगर विकास समितिको जग्गामा भाडामा लगाएर टहरा बनाएर जुन रकम उठाउने काम भइरहेको छ, यो काम अहिले यहाँ यो 2 जना सञ्चालकहरूले बताएअनुसार परशुराम तिवारीले गरेको हो भनेको हुनाले परशुराम तिवारी भनेको यो पछाडिपट्टि जुन प्लास्टिकको यो गोदाम छ, यो गोदामको सञ्चालक परशुराम तिवारी हुनुहुन्छ भन्ने उहाँको कर्मचारीले भन्नुभयो र अगाडिको सटरमा पसल गरेकाहरूले जो भाडा बुझाउने काम गरेका छन् त्यो पनि परशुराम तिवारीले बुझाउने हो भनिसके पछाडि अब परशुराम तिवारी को हुन्, उनले कसरी यहाँ भाडामा लगाएका हुन्, कहिलेदेखि भाडामा लगाएका हुन् र कुन कानुन अनुसार उनले भाडामा लगाएर यो भाडा उठाइरहेका छन् भन्ने विषय बुझ्नको लागि परशुराम तिवारीलाई सोधौँ, बुझौँ। आउनुभयो? आउनु भयो। बोलाउनु भयो? मैले फोन गरेको थिएँ, म एकछिनमा खाना खान लाग्छु, म आइहाल्छु भन्नुभएको छ। एकचोटि फोन दिनुहोस् त, एकचोटि नम्बर दिनुहुन्छ मलाई परशुराम तिवारीको? परशुराम तिवारी उहाँ नै। नमस्ते, स्वागत छ। नमस्कार। अगाडिको भाडा खाने तपाईँले हो? भाडा खाने यस्तो हो, मैले होइन, मैले चाहिँ विगत 3-3.5 वर्ष पहिलादेखि यो मजदुर कार्यालयको जुन भवनमा यो पिलर तपाईँको अलरेडी बनिरहेको अवस्था थियो। भाडा तपाईँले उठाउनुहुन्छ? अगाडिको सटरको भाडा तपाईँले उठाउनु? भाडाको हकमा हामीले यो जुन मजदुर कार्यालयको भवनहरू जुन हामीले मजदुर कार्यालयले जुन हामीलाई बनाएर दिएछन् त्यो चाहिँ उहाँहरूसँग मैले लिएर मैले मजदुर कार्यालयको खातामै हालिदिने गरेको छु। मजदुर कार्यालय भनेको के कार्यालय हो? यो मजदुर नेसनल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशको मजदुर कार्यालय हो। अगाडिको भाडा चाहिँ उठाउने तपाईँले हो? 2टा सटरको भाडा तपाईँले उठाउनुहुन्छ अगाडि? हजुर। अनि त्यो भाडा कहाँ जान्छ? मजदुर कार्यालयमा पठाउँछु। मजदुर कार्यालयमा पठाउनुहुन्छ। अनि तपाईँको यो गोदामको भाडा पनि तपाईँले मजदुर कार्यालयमा बुझाउनु? होइन, गोदामको भाडा यस्तो छ, गोदाम मैले कति वर्षसम्म तपाईँले बनाएर छोड्दैछु, यो चाहिँ यही कार्यालयको नै हुन्छ, तपाईँले यस समयसम्म भाडा तिर्नु पर्दैन भन्ने जुन एउटा कुरो थियो, त्यही आधार त्यसै आधारले हामीले अगाडि भाडा तिर्नु भएको छैन यसको भन्नाले यसको भाडा चाहिँ तपाईँले बुझाउनुहुन्न, तपाईँको यसमा लगानी छ। अनि अगाडिको सटरको भाडा चाहिँ तपाईँले उठाएर मजदुर कार्यालयलाई बुझाउनु? हामीले मजदुर कार्यालय खातामा चाहिँ। जग्गा चाहिँ कसको? यो मलाई ठ्याक्कै जो जग्गा अहिले आएर चाहिँ हाम्रो नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा भनेर मलाई सुन्नमा आएको भन्दा पनि तपाईँको त यहाँ यत्रो बिजनेस छ, तपाईँको सामान यहाँ करोडौँको लाखौँको सामान होला यहाँ तपाईँको गोदाममा, जग्गा कसको हो त थाहा होला नि तपाईँलाई? कसको जग्गामा भाडा उठाइरहनु भएको छ त नि? कसको जग्गामा उठाएको तपाईँले भाडा? यो यस्तो भयो, यो हजुरको के छ भने यो जुन हाम्रो ट्रेड युनियन महासङ्घको अन्तर्गत यो एउटा कम्पाउन्ड गरेको जग्गा थियो, अनि यहाँ पिलर पनि अवस्था रहेको पिलरमा र साथीहरूबाट सबैसँग कुरो गर्दाखेरि यसलाई हाम्रो संरक्षण पनि हुन्छ, तपाईँले पनि केही लगानी गर्नु पऱ्यो। र तपाईँलाई के सोधेँ भने तपाईँले कसको जग्गामा संरचना बनाएर भाडा उठाउँदै हुनुहुन्छ? मैले त हिजोको समयमा त यो ट्रेड युनियन महासङ्घकै जग्गा भनेर बसेको हो, पछिल्लो क्रममा चाहिँ नगर विकासको रहेछ भन्ने हिसाबले अब पछि 6 महिना पहिलादेखि नगर विकास चाहिँ यहाँ आएर अनुगमन गर्नुभयो, यो हाम्रो माता जग्गा हो, यो के कसरी लिनुभएको छ भन्नुभएको थियो। यो अब मजदुर साथीहरूसँग एकचोटि अगाडिबाटै छलफल गर्नु के कस्तो गर्नुपर्छ, यो छुट्टै हामीलाई दिनु मिल्छ भने पनि हामी छुट्टै लिन तयार छौँ। मजदुर एकचोटि साथीहरूसँग समन्वय गरौँ कार्यालयमा भनेर मैले कुरा राखेको थिएँ। अब राज्यको जग्गामा कोही मान्छे बसेका छन्, बस्न त बसे भाडामा समेत लगाएर खाएका छन्, जुन कुरा राज्यलाई थाहा छैन। राज्यको सम्पत्तिमा भाडा उठाइन्छ तर राज्यसम्म जाँदैन।
के हो यो के चलिरहेछ यो खास यो जानु पर्यो हामीले सरकारी जग्गामा हामी के अरे हडबेर बस्नु हाम्रो पनि उचित हुँदैन हामी आफ्नो तरिकाले स्वतन्त्र तरिकाले यसलाई खाली गरेर जाने योजना हामी बस्न चाहिँ बसेकै हो नि हडपेरै बसेको हो र सरकारी जग्गामा भाडा उठाएर खाएकै हो यो होइन मैले त मजदुर कार्यालय बुझाएको छु सरकारको नीति छ त्यसमा सर्छ स्वीकार यसलाई खाली गर्ने योजना छ हामी खाली मात्र गर्ने कि अहिलेसम्म लिएको भाडा फिर्ता पनि गर्ने होइन तपाईँको त्यस्तै परिस्थिति आयो भने फिर्ता पनि गर्नुपर्ने अवस्था छ भने न्यूनतम राज्यले माग्छ तिर्नुपर्छ भोलि बस्नुपर्छ मिलाइदिने अवस्था नि हुन्छ भने तिर्न पनि तयार हुनु पर्यो किनभने भइसकेको हो अब राज्यले अहिले निकालेको नीतिअनुसार यसलाई सर्छ स्वीकार गरेर हामी यसलाई चाहिँ खाली गरेर जाने तयार छ हामीले 20 गतेदेखि खाली गरेर सुरु अभियान बढाइसकेका हौँ अफिस यतापट्टि यो बिल्डिङमा यतापट्टि पनि छ तपाईँको अफिस यसमा यतापट्टि अफिस त छैन म कहिलेकाहीँ बेला मौका बस्ने रेस्ट गर्ने ठाउँ यसमा के छ यसमा त अब यही उहाँहरूको कार्यालय अलग अरू भन्नाले कसको मजदुर ट्रेड युनियन महासङ्घको अन्तर्गत धेरै सङ्घ संस्थाहरू छन् जहाँसम्म लागेको अलग अलग अफिस छ जहाँसम्म लाग्यो मलाई 3वटा सटरहरू जो पोखरा उपत्यका नगर विकास समितिको जग्गामा संरचना बनाएर बसेका सटरहरू 15,000 र 20,000 रुपियाँ आफूले मासिक भाडा तिर्ने आफूलाई परशुराम तिवारीले भाडामा दिएको संरचना पनि उनले बनाएको भन्न भनिसके पछाडि हामीले परशुराम तिवारीलाई सोध्यौँ परशुराम तिवारीले त्यो भाडा मैले उठाउने चाहिँ हो तर त्यो भाडा मैले फेरि मजदुर सङ्गठनलाई दिन्छु मेरो यो गोदाम पनि उहाँहरूसँगै सहमति गरेर मैले लिएको हो मैले चाहिँ भाडा लिने होइन भनिसके पछाडि हामी यो मजदुर सङ्गठनको कार्यालय जो यो यही क्षेत्रभित्र हाताभित्र जो छ यसभित्र आइपुगेका छौँ अब यो के हो यो कसरी हो र यहाँ को बस्छन् भन्ने विषयबाटै प्रसङ्ग सुरु गरौँ हामीसँग एकजना मजदुर नेता हुनु परिचय दिनुहुन्छ पहिला म रुद्र गौतम अखिल नेपाली ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष तपाईँ ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष भनेको तपाईँ कुन पार्टीको मान्छे हो पार्टी भन्दा नि अब हामी यो सङ्गठनमा काम गर्नेहरू हामी नेपाली कम्युनिस्ट पार्टीसँग चाहिँ आस्था राख्छौँ नेपाली कम्युनिस्ट पार्टीसँग भनेको तपाईँहरू तत्कालीन माओवादी हो म यहाँ कहाँ छु अहिले हाम्रो कार्यालयमा हुनुहुन्छ यो कार्यालय कहाँ छ पृथ्वी चोकमा छ यो पृथ्वी चोकको यो जग्गा कुन कार्यालय यो कार्यालयको जग्गा कसको हो यो जग्गा नगर विकासको तपाईँ यहाँ किन बस्नु भएको हो अब हामी सामाजिक संस्थामा काम गर्ने मान्छे हो यो सामाजिक संस्था हो यो चाहिँ मजदुर सङ्गठन अखिल नेपाली ट्रेड युनियन महासङ्घ मजदुरहरूको हकितको निम्ति यसले आवाज उठाउँछ होइन सामाजिक न्यायको निम्ति यो त्यसैको कार्यालय हो हामी यो घर कसले बनाएको यो बिल्डिङ कसले बनाएको यो संस्थाले नै बनाएको तपाईँहरूले बनाउनु भएको यो सङ्गठनले बनाएको भनेको नगर विकास समितिको जग्गामा तपाईँहरूले यत्रो भवन बनाइदिनु भयो अब यहाँ हाम्रो चाहिँ 11-12वटा पेसागत सङ्गठनहरू छन् जस्तै होटल मजदुर सङ्गठन अब यातायात मजदुर सङ्गठन यी सबैको चाहिँ एक एकवटा कोठा हो उहाँहरू सबैको चाहिँ हो कि तपाईँहरूको पार्टीले तत्कालीन माओवादीले त्यो बेलामा यत्रो बिल्डिङ बनाइदियो पृथ्वी चोकमा सरकारी जग्गामा अब बनायो बेला थियो त्यो बेला अब रापताप थियो कसले रोक्ने कसले छेक्ने त्यो बेला माओवादीलाई हाउबुजी थियो माओवादी भनेपछि कसले छेक्ने कसले रोक्ने अब यसै पनि यहाँ काङ्ग्रेस एमाले पहिलेदेखि कब्जा गरेर बसेका थिए नगर विकास समितिको जग्गा माओवादी आइसके पछाडि एमाले काङ्ग्रेसले त कब्जा गरेर बसेको ठाउँमा माओवादी आइसकेपछि माओवादीले कब्जा नगरेर भयो त कब्जा भयो होइन त्यसो भन्दा पनि हामी अब जुन अब खुल्ला परिवेशमा आइसके पछाडि यस्तै प्रकृतिका अन्य ट्रेड युनियनहरूले पनि यस्तै प्रकृतिको जग्गामा उहाँहरूले पहिले कार्यालय बनाएर बसिराख्नु भएकै थियो त्यसै सन्दर्भमा अब हामीले पनि आफ्ना सङ्गठनका गतिविधिहरू अगाडि बढाउने सन्दर्भमा हामीलाई कार्यालयको आवश्यकता हामीलाई भयो र हामीले नगर विकाससँग चाहिँ नि अब सबैले यस्तै प्रकृतिको जग्गामा इभन यहाँ उद्योगीहरूको संस्था उद्योग वाणिज्य सङ्घले पनि भाडामा लिएर उनीहरूले चलाइराखेकै सर तपाईँ पुरानो मान्छे हो पुरानो नेता हो तपाईँ यहाँको पुरानो चिर परिचित नेता हो तपाईँ मजदुरको उताको व्यापारीहरूले चाहिँ त्यो जग्गा भाडामा लिन हुने हामीले किन नहुने भनेर तपाईँहरूले यहाँ बिल्डिङ ठडाइदिनु भयो भएको यही हो हामीले चाहिँ नगर विकाससँग चाहिँ यस्तै प्रकृतिको जग्गामा सबैको बनिराखेका छन् र हामीलाई पनि अब कार्यालय बनाउनुको निम्ति चाहिँ अब अब जग्गाको हामीले माग गरेपछि तत्कालीन अब नगर विकासका अध्यक्ष अब राजनीतिक दलका प्रतिनिधिहरूसहित चाहिँ बैठकमा उहाँहरूले चाहिँ मौखिक रूपमा हामीलाई सहमति दिनुभयो अब सहमति बगैर यत्रो बिल्डिङ अब बन्न सम्भव पनि थिएन अब उहाँहरूले मौखिक अब लिखित त दिनु भएन हामीले लिखित रूपमै चाहिँ अब माग गरेका थियौँ उहाँहरूले मौखिक सहमति दिइसके पछाडि यहाँ बनाउनु थाल्नु भयो नत्र यो बिल्डिङ यत्रो बनिन्जेलसम्म त यो त लामो समय लाग्यो बिल्डिङ बन्न त लामो समय लाग्यो कसैले रोक्ने आँट गरेन कसैले छेक्ने आँट गरेन तपाईँ त नेता हो नि तपाईँ त नेता हो सुशासनका कुरा गर्ने तपाईँहरू जस्तै नेताले हो सुशासनको कुरा गर्ने तपाईँहरू जस्तै नेताले हो सरकारी जग्गा हडपेर कार्यालय खडा गरेर बसेर भाडा उठाएर खाएर यो कस्तो खालको सुशासन हो त होइन यो के प्रयोजनको लागि गरियो भन्ने हुन्छ होइन भाडा तपाईँले नगर विकास समितिको जग्गामा त्यो अगाडिपट्टिको सटरबाट भाडा उठाइरहनु भएको छ भाडा उठाएर खाइरहनु भएको छ के प्रयोजनको लागि खानु भएको छ त होइन भाडा उठाएको छैन यो अलिकति भ्रम चाहिँ नपरोस् तपाईँहरूलाई होइन
यो बनाउने क्रममा हाम्रो यो बिल्डिङ चाहिँ त्यति बेला चाहिँ कम्प्लिट भइसकेको थियो। यतापट्टि चाहिँ हाम्रो यो हलको निम्ति हामीले प्रयोग गर्ने भनेर चाहिँ पिलरहरू ठडाएका थियौँ। पछि हामीसँग चाहिँ बजेट अभाव भएपछि त्यो पिलरहरू लगभग चाहिँ 5-7 वर्ष यतिकै चाहिँ ठडिएर बसिराख्यो होइन। अब यसलाई चाहिँ छाना हालेर यसलाई प्रयोगमा ल्याउने भन्ने हिसाबले हामीले छाना हाल्न खोज्यौँ। छाना हाल्न खोज्दाखेरि हामीसँग बजेट थिएन पर्याप्त। यो कुरा उहाँले भन्नुभयो, परशुराम तिवारीले यो कुरा भन्नुभयो, यो कुरा प्रश्न पार्नुभयो। तर अगाडिको सटरहरूले भाडा तिरेछ के सर? अगाडिको सटरहरूले 2वटा सटरहरूले त भाडा तिरिरहेछ परशुराम तिवारीलाई। उहाँ आफैले भन्नुभयो भाडा लिएछु। म हजुरलाई भन्दैछु यही विषयमा। अनि खास अब उहाँले के दिइराख्नु भएको छ भन्ने कुरा म भन्छु नि त। अनि त्यो भइसके पछाडि चाहिँ अब यो हलको रूपमा प्रयोग गर्ने भनेर यहाँ छाना हाल्यो। छाना हाल्ने हामीसँग बजेट थिएन। बजेट नभएपछि हामीले चाहिँ अब ऋण छापट्टि गरेर चाहिँ यो बनायौँ। त्यो ऋण अब अहिले पनि अब तिर्न बाँकी नै छ होइन। त्यो छाना हाल्ने बेला चाहिँ अलिअलि चाहिँ लगानी सहयोग गर्नुभएको छ। उहाँहरूको त्यो कम्प्लिट भएपछि उहाँले खाली गर्ने भन्ने नि हो। अब बन्द भइसक्यो। यो हामी भत्काउँदैछौँ। अब कुन चाहिँ भत्काउँदै हुनुहुन्छ? यो अब भत्किँदैछ यताको लगभग 22 गते, यही अब 22-23 गतेतिर यो खाली हुँदैछ। यो बिल्डिङ चाहिँ के गर्नुहुन्छ? यो अहिले हामी जहाँ बसिरहेको छौँ यो बिल्डिङ के गर्नुहुन्छ? हामीले एउटा सहमतिको आधारमा बनाएको र हामीले पटक पटक के भनेको छु भन्दाखेरि यदि यो नगर विकासको जग्गा हो र हामीले अहिले गर्ने गतिविधि भने पनि हामीले अब खास त सरकारले गर्नुपर्ने कामहरू नै हो यो होइन। अब श्रमिकहरूका चाहिँ अधिकारका विषयहरू अब चाहिँ श्रमण कार्यान्वयन भयो कि भएन, सामाजिक सुरक्षा कार्यान्वयन भयो कि भएन, सरकारसँग त्यस्तो मेकानिजम छैन। अहिले त्यो सबै काम ट्रेड युनियनहरूले नै गर्ने गरेको छ। त्यसले गर्दाखेरि चाहिँ त्यो काम यो कार्यालयबाट हुन्छ। त्यसको लागि अझ हामीले के भनेको छौँ भन्दाखेरि अब यो समग्र चाहिँ सबै खाली गरेर भोलि नगरपालिकाले यहाँ अरू धेरै कुरा भन्दा पनि सर यहाँ के मात्रै सोधौँ भन्दाखेरि चाहिँ तपाईँहरू जस्ता मजदुरका सङ्गठनहरूले सरकारी जग्गामा बिल्डिङ बनाएर त्यहाँ कार्यालय स्थापना गर्ने, बस्ने, त्यसलाई अब तपाईँहरूलाई यो शब्द पाच्य भएन तर हाम्रो भाषामा भन्दाखेरि त्यसलाई कब्जा गर्ने, यतिसम्म नभएर भाडामा उठाएर खाने गरेका छन्। अब यो जग्गा तपाईँहरूले खाली गर्नु चाहिँ गर्नुहुन्न होइन। अरूले के गरेका छन् त्यो थाहा भएन। हामीले चाहिँ भाडामा लगाएको छैन। पोखरामा अधिकांश चाहिँ धार्मिक सङ्घ संस्थाहरू, विभिन्न चाहिँ अब क्लबहरू, अरू पनि विभिन्न चाहिँ संस्थाहरूले चाहिँ यस्तै प्रकृतिको सार्वजनिक जग्गामा उहाँहरूले कार्यालय सञ्चालन गरेर बसिराख्नु भएको छ। तर तपाईँहरू भनेको त्यस्तो पार्टी हो सुशासनको नारा लगाउने। यो विषयमा हामीले के भनेको छौँ भने यी सबै सङ्घ संस्थाहरूले भोलि महानगरपालिकाले आवश्यक ठानेको खण्डमा सबैलाई चाहिँ हटाउँदाखेरि हामी पनि खाली गर्न तयारै छौँ। महानगरले आवश्यक ठानेको खण्डमा अरूले मठ मन्दिरकाले के गर्छन्, अरू पार्टी पौवा के गर्छन् होइन। तपाईँ जिम्मेवार पार्टीको जिम्मेवार नेता हो भने, पार्टी जिम्मेवार पार्टी हो भने, सुशासनको पक्षमा भएको पार्टी हो भने यो हामीले खाली गरिदिन्छौँ। हामीबाट सुरु गर्नुहोस्। माओवादीको कुनै पनि सङ्गठन, शुभेच्छुक सङ्गठन, भातृ सङ्गठन कुनै पनि त्यहाँ रहन्न, हामी अन्तव्यवस्था गर्छौँ। माओवादीले खाली गर्छ अब भन्न किन नसकेको माओवादीले? होइन, खाली गर्नलाई त यहाँ हामीले चाहिँ यो हाम्रो कुनै लाल पूर्जाभित्रको जग्गा पनि होइन, हामीले यहाँ केही गरेको पनि छैन। हामीले साङ्गठनिक गतिविधि गऱ्यौँ यहाँबाट होइन। अब खाली गर्नलाई त सबै चाहिँ भोलि खाली हुने सन्दर्भमा हामी खाली गर्छौँ भनिराखेकै छौँ। यो हामीले पहिलेदेखि त भनेको कुरा हो। जति बेला हामीले बनाउँदै थियौँ त्यति बेलै भने हो। हामीले नि नगर विकासलाई चाहिँ यहाँ लाग्ने मूल्य भाडा हामी तिरेर बस्छु भनिरहेको छौँ। हामीले त हामी चाहिँ यतिकै बस्छु भनेकै छैन नि। अब त्यही प्रकृति मैले अघि नै तपाईँलाई भनिहालेँ, उद्योग वाणिज्य सङ्घलाई मिल्ने, ट्रेड युनियनलाई नमिल्ने भन्ने हुँदैन होला। पक्कै पनि नमिले सबैलाई नमिल्नु पर्यो। अरूका खाली हुँदाखेरि तपाईँलाई समस्या छैन? खाली हामीले त सबै भत्काएर आउँदा यहाँ आउनै पर्दैन, हामी आफै भत्काइन्छौँ भनिरहेको छौँ। ल, सबैका भत्काएर आउँदाखेरि उहाँहरू यहाँ आइपुग्नुभन्दा पहिल्यै भत्काइन्छौँ हामी। तपाईँले यसो पनि भन्नु न, एउटा यसो भन्नु न, हामी भत्काएर सुरु गर्छौँ अनि सबैका भत्काऊ। भोलि पत्रकार सम्मेलन छ यी विषयमा, हामी त आफै भत्काउन सुरु गरिरहेछौँ, गर्दैछौँ। यो थियो तत्कालीन माओवादी पार्टीको आडमा पोखराको पृथ्वी चोकको प्राइम लोकेसनमा सरकारी जग्गा हडपेर संरचना बनाएर सङ्गठन चलाएर, त्यति मात्र नभएर सटर निकालेर भाडामा समेत लगाएर रकम समेत वर्षौँदेखि आफैले असुल गरिरहेको महान तथा ऐतिहासिक कार्यको गौरवशाली बयान। अब तत्कालीन माओवादी मात्रै छैन, कङ्ग्रेस नामको पार्टीको राजनीतिक शक्तिको आडमा त्यही पोखरा उपत्यका नगर विकास समितिको जग्गामा वर्षौँदेखि यसरी नै ट्रेड युनियन कङ्ग्रेसको नाममा असुली चलिरहेको छ, भाडा असुली चलिरहेको छ। अब कङ्ग्रेसले ट्रेड युनियन कङ्ग्रेसको नाममा के गरेको छ यसको बयान अब हामी तपाईँलाई प्रस्तुत गर्दैछौँ। त्यसपछि अर्को गौरवशाली पार्टी एमाले भन्ने दलको राजनीतिक शक्तिको आडमा त्यही जग्गामा के गरिएको छ त्यो प्रस्तुत गर्नेछौँ। अहिले यो हेर्नुहोस्, यतापट्टि यो हङकङ बजारबाट छिर्ने सिरानको ठाउँ मैले तपाईँलाई यो देखाइरहेको छु। यो बिल्डिङ हेर्नुहोस्, यो बिल्डिङ कङ्ग्रेस निकट
भातृ सङ्गठनले कब्जा गरेको बिल्डिङ हो यो बिल्डिङ पोखरा उपत्यका नगर विकास समितिको जग्गामा छ। तलपट्टिका जुन सटरहरू तपाईँले देखिरहनु भएको छ यो सटरबाट आउने भाडा यहाँका व्यापारीहरूले थाहा छैन भाडा तिर्नुहुन्छ तिर्नुहुन्न कसलाई तिर्नुहुन्छ भाडा उठाउन को आउँछ भन्ने कुरा भन्नुहुन्छ भने सोधौँ एकचोटि उहाँहरूलाई। पसल तपाईँको हो? हजुर। भाडा कति तिर्नुहुन्छ? भाडा हामीले यहाँ 8,000 तिर्छौँ। 8,000 तिर्नुहुन्छ। कसलाई तिर्नुहुन्छ भाडा? खोइ यो अफिस भन्छन् कि माथिल्लो तिर्छ। माथिल्लो अफिस भनेको त्यही कङ्ग्रेसको ट्रेड युनियनको कङ्ग्रेसको अफिसमा। हजुर हजुर। कहिलेदेखि बस्नु भएको छ तपाईँ? म बसेको त भयो क्या सर 6-7 वर्ष कति भइसक्यो। यो सरकारी जमिन हो यो उपत्यका नगर विकास समितिको जग्गा हो भन्ने थाहा छ तपाईँलाई? त्यो पनि थाहा छ। अनि त्यो थाहा हुँदाहुँदै बस्नु भएको हो तपाईँ? पहिला थाहा थिएन, हामी यहाँ बसिसकेपछि थाहा भयो। पहिला बस्ने बेलामा हाम्रै हो भन्थे माथिकाले? अब यो अफिस हो अफिसमा ल्याएर बुझाउने भाडा भन्नुहुन्थ्यो अनि हामीले माथि ल्याएर बुझाउँथ्यौँ। एग्रिमेन्ट गर्नु भएको छ सम्झौता? छैन। कङ्ग्रेसको ट्रेड युनियन कङ्ग्रेसलाई भाडा बुझाउनुहुन्छ उहाँले? कोही हुनुहुन्छ पसलमा? भाडा कसलाई बुझाउनुहुन्छ? कति पैसा बुझाउनुहुन्छ यो पसलको तपाईँले सटरको? र मैले चाहिँ महिनाको चाहिँ यो फागुनबाट चाहिँ पहिले चाहिँ 7,200 बुझाउँथेँ, अहिले यो फागुन महिनादेखिबाट 8,000 बुझेर। 8,000 बुझाउनु कसलाई बुझाउनुहुन्छ? अब यही माथि भवनमा बुझाइन्छ। ट्रेड युनियन कङ्ग्रेसको भवनमा बुझाउनुहुन्छ? हजुर। तपाईँलाई यो सार्वजनिक यो सरकारी जमिन हो सरकारी जमिनमा यो अनाधिकृत रूपमा बनाएको घर हो भन्ने कुरा थाहा छ? थाहा थिएन। थाहा छैन? अझै पनि थाहा छैन? थाहा थिएन, अब बल्ल अहिले थाहा भयो। हजुर। अब सोद्धाखेरि होइन त्यस्तो हुँदैन मात्रै भन्नुहुन्छ कि अरे हामीले पनि खासै केही गरेको पनि छैन, केही उहाँले सूचनै दिनुभएको छैन, हामीलाई थाहै थिएन, बल्ल अहिले थाहा भयो हामीलाई। भाडा चाहिँ ट्रेड युनियन कङ्ग्रेसलाई बुझाउनु? हजुर हजुर। हस् धन्यवाद। दिदी नमस्ते, तपाईँको भाडा कति यहाँको? यो भाडा 14,000। 14,000। अनि कसलाई बुझाउने? यो ट्रेनिङ अफिसको लागि। ट्रेड युनियन कङ्ग्रेसको? हजुर। त्यहाँ बुझाउनुहुन्छ? तपाईँलाई यो चाहिँ सरकारी जमिन हो उपत्यका नगर विकास समितिको जमिन हो, अहिले त यहाँ बाटो पर्छ, यहाँ अनाधिकृत रूपमा यो बिल्डिङ बनाएका हुन् भन्ने कुरा थाहा छ? त्यो थाहा थिएन, अहिले थाहा भयो। पहिला त अब उहाँहरूले अब हाम्रै हो यो चाहिँ अस्तिसम्म पनि हल्का फुल्का हामीले यसो हल्ला सुन्दाखेरि के हो सर भनेर सोध्न जाँदाखेरि होइन कहाँ फाल्ने यो फाल्दैन कसले भन्यो भनेर भन्नुभयो। अब हो भने त हामीलाई सचेत त हुनु पऱ्यो नि त, हामी पनि यत्रो लगानी लाएर बसिएछ भनेर हिँडेको, अहिलेसम्म थाहा छैन त्यो हुँदैन यहाँ फाल्दैनन् भन्नुभएको थियो कि उहाँले। हेरी ट्रेड युनियन कङ्ग्रेसले भाडा उठाएर खाइरहेको बिल्डिङ यो यतापट्टि तपाईँले देख्नुभयो। अब यहाँ ट्रेड युनियन कङ्ग्रेसको माथि चाहिँ ट्रेड युनियन कङ्ग्रेसको आफ्नै अफिस छ। यहाँ माथि चाहिँ नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला समिति कास्कीको भवन निर्माणमा सहयोग गर्ने सहयोगदाताहरूको नामावली। कमलबहादुर सापकोटा हुनुहुन्छ हामीसँग, ट्रेड युनियन कङ्ग्रेसको कास्कीका अध्यक्ष। नमस्कार, स्वागत छ। नमस्कार, धन्यवाद। सभापति भन्नु पऱ्यो होइन? अब तपाईँले चाहिँ तल हामीले सोध्यौँ तलका व्यापारीहरूसँग जो सटरमा बस्नु भएको थियो ती व्यापारीहरूसँग सोध्यौँ भाडा कति तिर्नुहुन्छ भन्दाखेरि 8,000 10,000 15,000 कति कति भन्नुभयो। भाडा कसलाई तिर्नुहुन्छ भन्दाखेरि माथि अफिसमा तिर्छौँ, ट्रेड युनियन कङ्ग्रेसको अफिसमा तिर्छौँ भन्नुभयो। यो जमिन कसको हो भन्दाखेरि उपत्यका नगर विकास समितिको हो। तपाईँ के हो भन्दाखेरि एउटा मजदुरको नेता हो। त्यो मजदुरको नेता भनेको कङ्ग्रेसको नेता हो। यही मजदुर सङ्गठनमा राजनीति गरेर कङ्ग्रेसको मूलधारको राजनीति गरेर ठुला ठुला मान्छे भएका नेता जन्माउने प्लेटफर्म पनि हो यो। अनि तपाईँ नेता यो जमिन सरकारी जमिन भनेको उपत्यका नगर विकास समितिको जमिनलाई भाडामा लगाएर सरकारी जमिन भाडामा लगाएर भाडा खाएर बस्ने। यो एउटा कुरा त हामी नेता होइन, नेता हो नि तपाईँ मजदुर नेता हो नि, किन नहुने? एउटा कुरो मजदुरको हक अधिकार सरम ऐन अनुसार नेपालका मजदुरहरूलाई शोषित पीडित र उचित पारिश्रमिक जसको छैन उनीहरूको हक अधिकारको संरक्षणको लागि चाहिँ नै यसको चाहिँ आवाज उठाउने चाहिँ एउटा संस्था हो। तपाईँ आवाज उठाउने संस्था हो, तपाईँ त्यसको नेतृत्वकर्ता हो, अनि त्यो भाडा उठाएर किन खाएको? अब भाडाको सवाल के छ भन्दाखेरि त्यो हाम्रो अफिस प्रयोजनको लागि हो, अफिस प्रयोजनको लागि थियो र अहिले चाहिँ समय सन्दर्भ फेरिएर गएपछि चाहिँ अब यो अघिल्तिर ठुलो बजार आइसकेपछि अब हामीले पनि त्यसलाई चाहिँ यो कर्मचारीको तलब यो चाहिँ यसको चाहिँ टेलिफोन पानी यसको लागि र चाहिँ एउटा कर्मचारी राखिएको उसलाई तलबको लागि सहजीकरण होला भनेर न्यून भाडा हो। उहाँहरूले भने चाहिँ 15,000 चाहिँ लिएको छैन, त्यहाँ 8,000 रुपियाँ दिएर पहिला त हाम्रो यहाँ यही हामीसित सम्बन्धै मजदुरहरूले स्वरोजगार मजदुरहरूले चाहिँ गर्नुभएको थियो। तपाईँलाई मैले अब त मैले तपाईँलाई के प्रश्न गरिरहेको छु भन्दाखेरि चाहिँ तपाईँ सरकारी जमिनमा बिल्डिङ ठड्याएर बस्नु भएको छ, अवैध संरचना ठड्याएर त्यहाँ माथि भाडामा लगाएर भाडा उठाएर खाइरहनु भएको छ। तपाईँको कार्यालय चलाउनको लागि तपाईँको कर्मचारी चलाउनको लागि यहाँ चिया खानको लागि सरकारी जमिनलाई कब्जा गरेर भवन बनाएर भाडामा लगाएर खान पाइन्छ?
यो पनि यो हामीले जबरजस्ती कब्जा गरेको चाहिँ होइन है। फेरि तत्कालीन समयको चाहिँ पोखरा उपत्यका नगर विकास समितिको जबरजस्ती होइन, मिलेर कब्जा गर्नुभएको हो तपाईँहरूले। तपाईँको पार्टीको नेता चाहिँ नगर विकास समितिको सभापति हुँदाखेरि मिलेर कब्जा गर्नुभएको हो, लेखेर पनि दिनुभएको छ? लेखेर लिखित छ, उहाँले लिखित अनुमति दिएर पोखरा उपत्यका नगर विकास समितिमा पार्टीको हो त थाहा भएन हामीलाई, को त्यो पार्टीमा हुन्छ या चाहिँ उपत्यका नगर विकास समितिको सभापति सबै जनताको हुन्छ त्यो कुरो त हामीलाई थाहा भएन। तर के भन्दाखेरि उपत्यका नगर विकास समितिले र तपाईँहरू यो मजदुरको गतिविधिको लागि कार्यालय सञ्चालन गर्नको निमित्त यो ठाउँमा तपाईँहरू बस्नुहोस् भन्ने अनुमति प्राप्त भएपछि हामीले चाहिँ यो निर्माण गरेको। तपाईँलाई चाहिँ लेखेरै दिए होइन, त्यहाँ बनाऊ बिल्डिङ बनाऊ भनेर लेखेरै दिए तपाईँलाई। अब तपाईँहरू त्यहाँ अफिस प्रयोजनको लागि तपाईँहरू त्यहाँ बस्नु भनेर दिए। अब बिल्डिङ भनेको त यो सबै मजदुरको हिजो चाहिँ टिनको हुँदाखेरि चाहिँ तपाईँको लेखेर दिँदाखेरि भाडा उठाएर खाऊ पनि भनेका छन्। अहिले त्यस्तो किसिमको चाहिँ एउटा कुरा तत्कालीन समयमा चाहिँ के थियो भन्दाखेरि त्यो हामीलाई अफिस यो गतिविधि सञ्चालन गर्नको लागि मजदुरहरूको हक अधिकारको लागि एउटा अफिस नभएको कारणले चाहिँ उपत्यका नगर विकास समितिले यहाँ गएर चाहिँ नि त्यहाँ अफिसमा बस्छ मात्रै भन्ने कुरा भयो। अब भाडा उठाएर चाहिँ नि खाएकै र खुवाएकै भन्ने कुरा त त्यति धेरै त नभन्नुहोस्। त्यो चाहिँ फेरि पनि हामीले यसलाई मैले भने होइन सोधेको, तपाईँले खण्डन गर्न पाउनुहुन्छ नि। मैले सोधेपछि तपाईँले खानुभयो भाडा भनेर मैले सोधेँ भने मैले खाएन भन्न पाउनुहुन्छ नि त तपाईँले, त्यो अवसर दिएको तपाईँलाई। अब यो भाडा अहिले चाहिँ नि समय सान्दर्भिक रूपमा चाहिँ परिस्थिति बदलिँदै जाँदाखेरि केही स्वरोजगार व्यक्तिहरूले आफूले चाहिँ कहीँ अब यहाँ चिया पसल यो चाहिँ हामी अफिस साङ्ग्रो बनाएर पनि त्यसको आर्जनको लागि चाहिँ थोरै यो चाहिँ सञ्चालन गतिविधिको लागि हामीले त्यो काम गरे हो। र त्यसमा चाहिँ हामीले राज्यसँग पनि महानगरसँग पनि हामीले चाहिँ ल तपाईँले तपाईँको नियमअनुसारले चाहिँ के गर्नुपर्ने हो हामी चाहिँ त्यो गर्छौँ भनेर योभन्दा अगाडि पनि हामी गएकै हो। तपाईँ सुन्नु न, तपाईँ मभन्दा उमेरले धेरै सिनियर मान्छे हुनुहुन्छ, मेरो बुवाको उमेरको मान्छे हुनुहुन्छ। ससम्मान तपाईँलाई एउटा कुरा सोधौँ है, सरकारी जमिनमा यत्रो 3 तले बिल्डिङ ठड्याउने आँट चाहिँ कहाँबाट आएको हो? कसरी आउँछ यत्रो आँट? हामी त ट्राफिक नियम यसो मिच्दाखेरि पनि थरथर हुन्छ। अहिले सरकारी जमिनमा 3 तलाको भवन ठड्याएर तल भाडामा लगाएर पैसा उठाउने आँट कहाँबाट आउँछ? कस्ता मान्छेलाई आउने हो यस्तो आँट? के भयो भने आउँछ, के खायो भने आउँछ यस्तो आँट? अब यो 3 तलै बनाउने आँट भनेको त यो तपाईँहरू सबैको चाहिँ यहाँ मजदुरहरूको रगत पसिना, उद्योगी व्यवसायहरूको सहयोग, सबैको चन्दा, सबैले चाहिँ स्वस्फूर्त रूपमा चाहिँ यो सहयोगबाट चाहिँ बनेको हो। यो यसमा चाहिँ अनौपचारिक बाल शिक्षा यो चाहिँ कार्यक्रमका चाहिँ यो जिल्ला पनि यहाँ हामीसित जोडिएको छ। र कुनै समय चाहिँ राज्यले पनि ल तपाईँहरूको यो परोपकारी काम रहेछ र यो चाहिँ श्रम विभागमा दर्ता भएर श्रम ऐन अनुसार नेपालको श्रम ऐनलाई सफलतापूर्वक कार्यान्वयन गर्न र मजदुरहरूको हक अधिकार। संस्थाको विषयमा प्रश्न उठाएको छैन नि मैले। तपाईँको प्रश्न तपाईँको संस्थाको विषयमा होइन नि, तपाईँको संस्था बसेको बिल्डिङको विषयमा हो, त्यो संस्थाले बनाएको अवैध संरचनाको विषयमा हो, त्यो संस्थाले उठाएको अवैध भाडाको विषयमा हो, संस्थाको विषयमा होइन प्रश्न। अब यो बिल्डिङै अवैध भन्दा त हामीलाई चाहिँ यो चाहिँ के भन्दाखेरि तत्कालीन समयको अनुमतिले गर्दाखेरि हामी यसलाई कच्चीबाट पक्कीमा स्थानान्तरण गरेको मात्रै हो। एउटा कुरा यो अवैधै भनेर चाहिँ अब अहिले आएर अवैधै भयो तत्कालीन समयमा चाहिँ त हामीले त के सोच्यौँ भन्दाखेरि यो अवैध हुँदैन, किन उपत्यका नगर विकास समितिले उपत्यका नगर विकास समितिको जमिन र उहाँहरूले चाहिँ भूचलनको लागि दिइसकेपछि त्यो नै वैध होला भन्ने चाहिँ हामीले त सोच्या हो। त्यति बेला होइन, म त त्यति बेला सानो थिएँ, हेर्नुहोस् सानै थिएँ होला। यो बिल्डिङ बन्दाखेरि तपाईँले त्यो अनुमति पाउँदाखेरि त्यति बेला राज्य कसरी चल्थ्यो मलाई भनिदिनुहोस् न। जसलाई जो मन लाग्छ सरकारी जमिनमा लौ तिमीलाई यो बनाऊ खाऊ उठाऊ भनिदिने, लौ तिमीलाई यो गर भनिदिने, सही गरेर दिने, राज्य त्यसरी नै चल्दो रहेछ होइन? त्यो बेला त्यस्तै रहेछ राज्य। म थाहा नभएर सोधेको, म त सानै थिएँ होला त्यति बेला। अब यस्तो यो तपाईँको चाहिँ ती सबै कुरा त हामीलाई पनि चाहिँ थाहा हुँदैन नि, तर चाहिँ के भन्दाखेरि जनताको जनहितमा र चाहिँ सबै सर्वसाधारण मजदुरको हक अधिकारको लागि चाहिँ गरिएको यो हाम्रो अपुर जस्तो राजनीतिक दलसित आबद्ध छैन। हामीलाई चाहिँ एउटा नेपाली काङ्ग्रेस भनेर ट्याग लाइन्छ, हामी नेपाली काङ्ग्रेस चाहिँ होइन। हामी नेपाली काङ्ग्रेसले हामीलाई शुभेच्छुक संस्थाको रूपमा चाहिँ नि स्वीकार गरेको छ, तर हामी नेपाली काङ्ग्रेसले जे भन्यो नेपाली काङ्ग्रेसको सबै कुरा चाहिँ नि हुबहु हामीसित मिल्दैन। हामी के भन्दाखेरि हामी स्वायत्त संस्था हो। म अलि पोलिटिकल कुरा चाहिँ नगरौँ, तपाईँ काङ्ग्रेस हो कि होइन, ट्रेड युनियन कङ्ग्रेसको इतिहास के हो, कङ्ग्रेसको इतिहास के हो, यतातिर नजाउँ, यो अलि भेग हुन्छ। त आजको दिनको कुरा के हो भन्दाखेरि चाहिँ सरकारी जमिनमा अवैध संरचना बनाएर भाडा उठाएर खाने काम जो भएको छ त्यो उठाएको भाडा समेत राज्यलाई फिर्ता गर्नुपर्छ। तपाईँको चाहिँ नि भाडा उठाएर यो राज्यको जमिन हो, जमिन अनुमति प्राप्त हो, ठिक छ।
जमिनमा हाम्रो अफिस छ पनि माने अनुमति प्राप्त हो, तपाईँको कार्यालय सञ्चालनको लागि अनुमति प्राप्त हो, त्यो पनि माने भाडा उठाएर खानको लागि अनुमति प्राप्त हो। अब यो कार्यालय सञ्चालनसँगै चाहिँ जोडिएको कुरा छ। यो भाडा उठाएर चाहिँ कसैको व्यक्तिगत खातामा गएर चाहिँ खाएको छैन, संस्थाको संस्थामै हुन्छ। यो यही प्रयोजनको लागि खर्च हुन्छ, यिनै मजदुर अधिकारकै लागि खर्च हुन्छ, यो चाहिँ अन्यत्र कहीँ जाँदैन। तपाईँले अघि यो अनुमति दिएको भन्नुभएको छ नि, तपाईँलाई भाडामा दिएको त होइन नि, नगर विकास समितिले भाडामा हो र? भाडा तिर्नुपर्ने गरेर त होइन, सित्तैमा हो नि, होइन? तत्कालीन समयमा बस्ने अनुमति मात्रै भयो, समय भाडा तिर्न नपर्ने त्यो बेला चाहिँ त्यो त्यहाँ गएर पर्ने कि नपर्ने, त्यहाँ गएर अफिस बनाऊ मात्रै भन्ने कुरा भयो। त्यहाँ अब त्यो भाडाको केहीको कुरा पनि आएन। एउटा कुरा समय बदलावसँगै चाहिँ परिस्थिति फेरिसकेपछि अहिले चाहिँ यो व्यापारी प्रयोजनको लागि अघिल्तिर ठुलो बजार चाहिँ बसिसकेपछि अब यहाँ पनि कार्यालय सञ्चालनको लागि तपाईँहरूले देख्नुभएको छ हाम्रा यी दराजहरू सबै त्यहाँ तलै थिए। बरु त्यो तलबाट चाहिँ हामीले पनि केही आर्जन हुन्छ, बत्ती पानी तिर्नुहुन्छ, यो चाहिँ नि माथि एउटै ठाउँमा ल र दराज गरौँ भनेर चाहिँ यो 18वटै संस्थाको सल्लाह अनुसारले त्यहाँ आर्जनको माध्यम बनाइयो। त्यो बनाउँदाखेरि अहिले हामीलाई आरोप चाहिँ के भयो भन्दा भाडा लगाएर खाएको छ। हो, त्यो कुरा मान्न पनि तयार छौँ हामी। र आरोप होइन, रियालिटी नै यही हो। रियालिटी नै हो, त्यो भाडा उठाएको होइन र? भाडा चाहिँ केही जति आए पनि, त्यहाँ लाख आए पनि, 1000 आए पनि, 2000 आए पनि चाहिँ भाडा आएको छ। उपत्यका नगर विकास समितिको जग्गा भाडामा लाए भन्ने जुन आरोप छ, यसलाई पनि हामीलाई चाहिँ त्यहाँबाट पनि यसको क्लियरिङ्स गरिदिनुहोस् भन्ने अनुरोध चाहिँ महानगर उपत्यका नगर विकास समिति र महानगरपालिकासित हाम्रो बारम्बार अनुरोध हो। राज्यको स्थानीय निकायको त्यो नियमभित्र चाहिँ हामीलाई लग्दाखेरि हामी चाहिँ जान तयार छौँ। यो थियो कङ्ग्रेस निकट ट्रेड युनियन कङ्ग्रेसको नाममा सरकारी जमिनमा भइरहेको हरकतको बयान। अब यसमा तत्कालीन माओवादी र कङ्ग्रेस निकट सङ्गठनहरू मात्रै छैनन्, एमाले कहाँ कम छ र? अब पालो एमाले निकट भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनले के हरकत गरिरहेका छन्। त्यही पोखरा उपत्यका नगर विकास समितिको जग्गामा 2-2वटा भवन बनाएर, भवन ठडाएर, कैयौँ सटरहरू निकालेर भाडामा लगाएर भाडा असुल गरिरहेको छ। वर्षौँदेखि राजनीतिक दलको, राजनीतिक शक्तिको आडमा तिनका भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनले यो हरकत गरिरहेका छन्। यो हेर्नुहोस्, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन यो जी फन्डकै एउटा अङ्ग हो भनेको एमाले निकट मजदुर सङ्गठन जी फन्डको एउटा शाखा हो, एउटा अङ्ग हो। नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको लामो बिल्डिङ छ वहाँनिर चाहिँ। त्यो लामो बिल्डिङ तपाईँलाई एकचोटि यहाँनिर देखाउँ। यो तलको सटरहरू जति पनि तपाईँले यो तलको सटरहरू देखिरहनु भएको छ, यो चाहिँ एमाले निकट जी फन्डको एउटा अङ्ग नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कार्यालयले भाडा उठाउने सटरहरू तपाईँले यो यहाँनिर तल देखिरहनु भएको छ। यहाँनिर जाउँ, भाडा कति बुझाउने गर्नुभएको छ यहाँ? हामीले 7,000 बुझाउनु भएको छ। कसलाई बुझाउनुहुन्छ भाडा? हामीले माथि अफिसलाई। कुन अफिसलाई? जी फन्डको अफिस। जी फन्डको अफिसलाई। सरकारी जमिन हो, यो अवैध संरचना हो भन्ने कुरा थाहा थियो कि थाहा थिएन? यो त हामीलाई थाहा थिएन। डिपोजिट पनि राख्नुपर्छ यहाँ? यहाँ हजुर डिपोजिट पनि छ यहाँ। जी फन्डमै छ डिपोजिट? हजुर। कति छ डिपोजिट? अब सटर हेरी होला, मैले त त्यो बेलामा चाहिँ लगभग 50,000 जति चाहिँ दिएको थिएँ। 50,000 डिपोजिट छ। यहाँनिर थोरै आउँ है, साउजी को हुनुहुन्छ? स्टाफ हो तपाईँ? भाडा कति छ यहाँको थाहा छ? 20-22,000 समथिङ। कति? 22,000 छ। कहाँ तिर्नुहुन्छ भाडा? यही होला माथि जी फन्डमा। स्टाफ हो तपाईँ? 20-22,000 छ। डिपोजिट कति छ थाहा छ? डिपोजिट त थाहा छैन। थाहा भएन। 20-22,000 हो भाडा चाहिँ। ल, यहाँको 20-22,000 समथिङ भाडा छ यहाँको। नमस्ते हजुर, साउजी को हुनुहुन्छ? तपाईँ हो? चिया खान लाउनु भएको? कति छ भाडा यहाँको? 8,000। ए, दुईवटा सटर हो यो? हजुर, दुईवटा सटर हो। 8 दुना 16,000 तिर्नुहुन्छ। कति भयो यहाँ बसेको? सालभर भयो। साल? 1 साल भयो, 1 वर्ष भयो। कोसँग किन्नु भएको यो? यो व्यापारीसँग किन्नु। व्यापारी पहिल्यै थियो यहाँ यो पसल? पहिल्यै थियो त। भाडा कसलाई बुझाउनुहुन्छ यहाँ? यो माथि बुझाउँछु। कहाँ माथि? यो माथि अफिसमा। कुन अफिसमा? यो सङ्गठन अफिस। सङ्गठन अफिसमा? सङ्गठन मजदुर सङ्गठन अफिस। हजुर। उनीहरूको हो यो घर? हजुर। घर उनीहरूकै हो? उनीहरूकै हो। अब त तिर्ने त भाडा उसैको हो। घर उसैको हो? त्यही मजदुरवालाको घर हो? हजुर। लाल पूर्जा रहेछ यो घरको, हेर्नुभयो? त्यो त मलाई थाहा छैन। 8 दुना 16,000 भाडा। यतापट्टि जाउँ यहाँ। हजुरको हो पसल? ए, भाडा कति थियो यसको? यसको 16,500। 16,500। कहाँ बुझाउनुहुन्छ भाडा? यही मजदुर यातायातमा। मजदुर यातायातमा? बिल्डिङ कसको हो यो? मजदुर यातायात क्या? जमिन कसको?
मजदुर यातायातको हामी त यसो भाडामा दियौँ यो जमिन कसको हो जग्गा कसको जग्गा त हामीलाई के थाहा यो बिल्डिङ यहाँबाट त्यहाँबाट सकिन्छ होला यो बिल्डिङ यो चटपट पसल पनि यहीँनिर होला चटपट हो हजुर ए कति भाडा यहाँको 8,000 कहाँ बुझाउनुहुन्छ अफिसमा कुन अफिसमा मजदुर सङ्गठनको मजदुर सङ्गठनको यो बिल्डिङ कसको हो यो त हामीलाई थाहा छैन जमिन कसको हो थाहा छैन हामीलाई थाहा छैन मजदुर सङ्गठनको हामीले भाडा बुझाउँछौँ मजदुर सङ्गठनको भाडा बुझाउनु हजुर यहाँनिर एउटा छ यहाँ यो पनि यसमै होला कोही हुनुहुन्छ हजुर यहाँ एक्सक्युज मी टोयलेटतिर जानुभएको छ यहाँबाट हो माथि जाने यो भाडा चाहिँ उहाँहरूले कहाँ बुझाउनुहुन्छ यो भाडा माथि अफिसमा बुझाउनुहुन्छ भनेको माथि अफिस भनेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कार्यालय भाडा बुझाउँछौँ भनेर भन्नुभएको छ र सुन यो भाडाको विषय र यो संरचनाको विषयमा प्रश्न गर्नको लागि हामीसँग हुनुहुन्छ नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको गण्डकी प्रदेशका इन्चार्ज विष्णुबहादुर पराजुली नमस्कार स्वागत छ यहाँलाई हस् धन्यवाद तलपट्टि सटरमा गयौँ हामी विभिन्न व्यापारीहरूले त्यहाँ आफ्नो व्यवसाय सञ्चालन गरेर बसिरहनु भएको रहेछ भाडा तपाईँहरूलाई तिर्नुहुन्न छ जग्गा नगर विकास समितिको जग्गा हो यहाँ यो जग्गामा तपाईँहरूले संरचना बनाएर भाडामा लगाउनु भएको छ अब भाडामा सरकारी जमिनलाई भाडामा लगाएर भाडा उठाएर खानुभयो तपाईँहरूले भन्ने गम्भीर आरोप छ आरोप के भन्ने तथ्य नै यही हो तलका व्यापारीहरूले भाडा तपाईँहरूलाई बुझाउँछन् पैसा तपाईँहरूले चलाउनुहुन्छ जग्गा कसको भन्दाखेरि जग्गा नगर विकास समितिको हो के चलिरहेछ यो यसमा अब तपाईँलाई जोड्नु पर्दाखेरि हामीलाई अघि हामी जुन बस पार्कमा थियौँ अवस्थित पहिला पनि सुरुमा त्यहीँ अवस्थित बस पार्कमा हामी बसिरहँदाखेरि हामीसँग धेरै मजदुरहरू हामीसँग आश्रित छन् र ती मजदुरहरूलाई पर्दाखेरिको समस्यामा हामीले हरेक कुराहरूमा सहयोग गरिरहेछौँ र यो जग्गा अहिले जुन हजुरले सार्वजनिक भन्नुभयो यो जग्गा त्यो बेलाको अवस्थामा सार्वजनिक थिएन यो 50 नम्बर कित्तामा थियो यो जग्गा कसको थियो त यो जग्गा कसको थियो त्यो बेलामा यो जग्गा समन्वय उपत्यकाबाट चाहिँ नगर विकास समितिको जग्गा थिएन यो थियो नगर विकास समितिको जग्गामा यो भवन बनेको हो कि होइन हो नगर विकास समितिको जग्गामा भवन बनाएर भाडा उठाएको हो कि होइन भाडा उठाउने क्रममा के भने भाडा उठाए पनि हामीले भाडा जुन जसरी तपाईँले भन्नुभएको छ त्यो भाडा उठाए भने हामीले यसको चाहिँ नेपाल सरकारले तोकेको दायरा अनुसार हामी अगाडि बढाएको छौँ त्यसरी नै हामीले करवाल तिरेका छौँ घर भाडा तिरेका छौँ हामी यसमा कुनै उ छैन भनेको भाडा उठाएर राज्यलाई जान्छ यहाँबाट उठेको भाडा राज्यलाई गएको छ होइन भाडा तिर्न पर्यो नि यो त सरकारी जमिन नगर विकासलाई जान्छ यहाँबाट उठाएको भाडा यहाँबाट उठाएको भाडा त यस्तो कस्तो हो भने योभन्दा अगाडि हामी जहाँ बसेका थियौँ जहाँ बसोबास थियो जहाँ हाम्रो कार्यालय थियो त्यो कार्यालयबाट हामीलाई चाहिँ बस पार्क बनाउने अब यसलाई व्यवस्थित गर्ने भन्ने कुराले उहाँहरूले जुन चिठी दिनुभयो जुन आधार दिनुभयो त्यो आधार अनुसार हामी यहाँ बसेका हो त्यहाँ तपाईँको कार्यालय थियो बस पार्कभित्र थियो तपाईँको कार्यालय त्यो बस पार्कमा पहिल्यैदेखि त्यहाँ व्यवस्थित बस पार्क बनाउने भनेर अधिग्रहण गरेर राखेको जग्गा थियो त्यहाँ चाहिँ किन कार्यालय बनाउनु भएको नि त्यो बेलामा सबै ठाउँमा यस्तै खालका बसोबास बस्तीहरू थिए हामी मात्रै होइन त्यहाँ अहिले पनि बस्तीहरू छन् तपाईँहरूले देख्नु भएको छ त्यो बस्तीहरूमा हामी बसेका थियौँ हामीले बस्दै गर्दाखेरि त्यहाँ धेरै मजदुरहरू आश्रित छन् यो सङ्गठनमा ती मजदुरहरूलाई दुःख पिरमरका समस्या पर्दाखेरि दुर्घटना हुँदाखेरि घाइते हुँदाखेरि खाना नपाएको अवस्थामा हामीले ती कुराहरू सहयोग गरेका छौँ मैले तपाईँलाई प्रश्न तपाईँको मजदुर सङ्गठनले कस्ता काम गर्छ भन्ने विषयमा गरेको छैन सरकारी जमिनलाई भाडामा लगाएर भाडा किन खानुभयो भनेर भनेको छु मैले सरकारी जग्गा भाडा खानेकुराको सन्दर्भमा तपाईँले भने जस्तो भाडै खाएर बस्ने खालको हामी त्यो खालको एनजिओ होइन हामी एउटा सङ्गठन हो हामीलाई दिएको एउटा जुन पत्र छ त्यो पत्रको आधारमा हामीले त्यो खालको एउटा गरे हो र अहिले तपाईँले एउटा कुरा छुटाउनु भएको थियो अहिले भन्नुभयो तपाईँहरूलाई नगर विकास समितिले त्यहाँ गएर बनाएर बस भनेर पत्र दिएको छ क्या होइन हो बनाएर बस भनेर दिएको छ भाडा उठाएर खाऊ पनि भनेको छ भाडा उठाएर खाऊ भनेको होइन त्यो चाहिँ आफैले गर्नुभयो त्यो चाहिँ हामीलाई के भएको भने तलको कार्यालय जुन हुँदाखेरि हामीलाई त्यहाँ चाहिँ अलिकति डिस्टर्ब भयो भनेपछि त्यो बेला यो कति सालको कुरा हो यो 61 सालको कुरा भनेपछि त्यो बेलामा चाहिँ जसलाई मन लाग्यो त्यसलाई चाहिँ तिमी त्यहाँ कार्यालय बनाऊ त्यहाँ चाहिँ यसो गर त्यसो गर भनेर यही चलन चल्थ्यो त्यति बेला त्यस्तो तपाईँले भने जस्तो चाहिँ होइन थोरै हामीले यो के हो भने कार्यालय व्यवस्थापनका लागि हामीले त्यसलाई थोरै व्यवस्थित गर्दाखेरिको अवस्थामा हामीले त्यसलाई गरे हो तर हामीले यो भाडै खाने प्रयोजनले हामीले चाहिँ त्यो तल बनाएर दिएको पनि होइन गरेको पनि होइन घरबाल कर चाहिँ हामीले राज्यलाई तिरेका छौँ
अब यो अहिले अघि तपाईँले भने जस्तै बहाल घरको कुरै भएन क्या सर। बहाल घरको त के कुरा आउँछ यहाँ, भाडाको कुरा आउँछ यहाँ त। यो सरकारी जमिन हो, नगर विकास समितिको जमिन हो, नगर विकास समितिमा बनेको संरचना छ, त्यो संरचनामा भाडा आउँछ भने त्यो भाडा त राज्यको कोषमा जानु पर्यो, राज्यले लिनु पर्यो त्यो भाडा त। सिम्पल कुरा छ। करको कुराले कहाँ सुख पाइयो र? सरकारी जमिनलाई भाडामा लगाएर खाएको भाडा पनि फिर्ता आउनुपर्छ, पर्दैन? अब राज्यले निर्धारण गरेको कुराहरूमा चाहिँ हामी नजानी नगर्ने भन्ने कुरा छैन। हामीले योभन्दा अगाडि पनि व्यवस्थित हुन्छ भने पोखराको बसपार्क बन्छ, पोखरा व्यवस्थित हुन्छ भने त्यसमा हामीले पनि अगाडि पनि सहयोग गरेरै आएको। अहिले पनि यो बाटो पर्छ, यदि चाहिँ त्यो गर्नुपर्छ भन्ने खालको कुरा र हामीलाई कुनै ठाउँ फेरि नगर विकास अब महानगरले त्यसको व्यवस्थापन गर्छ भने त्यसको लागि हामी बाधा गर्ने कुरा हो। मासिक भाडा कति आउँछ यहाँबाट? मासिक भाडा चाहिँ 20-25 हजार रुपियाँ आउँछ। 20-25 हजार त एउटै सटरले बुझाउँछ। 16,000 फेन्सी पसलले 16,000 बुझाउँछ, यतापट्टिको होटल दुईवटा सटरले 16,000 बुझाउँछ 8,000को दरले, सानो चटपट पसलले 8,000 बुझाउँछ। उतापट्टिको त एकजना साउजी भेटिनु भएन, कहाँ 10-12-20-22ले मान्ने? तपाईँलाई थाहा छैन कि हेर्नुपर्छ, हिसाब हेर्नुपर्छ होला? होइन, त्यस्तो हिसाबै हेर्नुपर्ने चाहिँ ऊ होइन। तर त्यो हामीले उद्देश्य चाहिँ हाम्रो भाडा लगाएर यो सरकारी उद्देश्य हो, त्यही त उद्देश्य होइन। अब उद्देश्य होइन, भाडा खाइरहनु भएको छ, भाडा तिरिरहेछन्, भाडा खाइरहनु भएको छ, भाडामा लगाइरहनु भएको छ। अब उद्देश्य होइन, उद्देश्य होइन। अब एउटा कुरा भनिदिनुहोस् त, यो नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन भनेको चाहिँ एमालेको सङ्गठन हो? यो नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन हामीले किन भनेका हौँ भने यो सङ्गठन चाहिँ 3टा कुराले स्वतन्त्र छ। एउटा राज्यसँग स्वतन्त्र छ, एउटा कम्पनी प्रणालीहरूसँग स्वतन्त्र छ र एउटा पार्टीसँग स्वतन्त्र छ। हामी कुनै पार्टीसँग आबद्ध छैनौँ। हामी यहाँ भएका मध्येमा व्यक्तिगत राजनीति गर्न सक्छौँ। जी फन्डको घटक होइन यो? जी फन्डको घटक हो, तर जी फन्डको घटक भए पनि यो एमाले ऊ चाहिँ होइन, नजिकको होइन यो एमाले। एमालेसँग चाहिँ कुनै विधानमा जोडिँदैन, यो कुनै विधानमा यसमा लेखिएको। जी फन्डको घटक हो तर एमाले होइन। नेकपा एमालेका यहीँभित्रका केही नेताहरू हुन सक्छन्, होइन? नेताहरू हुन सक्ने कुरा त्यो त आफ्नो नेताहरू जन्मिन सक्छन्। निकटताको हिसाबले, आस्थाको हिसाबले एमाले निकट हो। व्यक्तिगत आस्थाको हिसाबले हुनसक्छ, होइन? तर सङ्गठन हामीले निर्माण गर्दै गर्दा, सदस्य वितरण गर्दै गर्दा तपाईँले भोट चाहिँ एमाले हाल्नुपर्छ भनेर हामी भन्दैनौँ। अब आजको आवश्यकता भनेको चाहिँ सार्वजनिक जग्गाहरू, सरकारी जग्गाहरू, अवैध संरचनाहरू भत्काउने, खाली गर्ने आजको समयको आवश्यकता आयो। छोड्न तयार हुनुहुन्छ कि हुनुहुन्न? अब यो छोड्ने कुरामा त हामीले अघि नै भनिसक्यौँ। अघिल्लोचोटि पनि हामीलाई वहाँ छोडेर वहाँ बसपार्क बनाउने भनेर वहाँ छोडेर यहाँ आएको। अब पनि यहाँ पनि छोडेर अन्यथा कहीँ जाने हो भने त्यसको महानगरले व्यवस्थापन गर्न पऱ्यो। तपाईँको कार्यालय चाहिँ बनाइदिनुपर्छ फेरि? होइन, कार्यालय बनाउने त ठाउँ त चाहियो नि हामीलाई। अनि हामी चाहिँ कहाँ गएर एउटा कार्यालय त हामीलाई बनाउनु पऱ्यो नि त। योभन्दा अगाडि उपत्यकाले दिएको बजार छ, यत्रा घरहरू छ नि त नि कार्यालयको लागि। पहिला व्यवस्थापन गर्न सकिन्छ त राज्यले, सक्नु पऱ्यो राज्यले। तपाईँको कार्यालय सञ्चालन गर्नको लागि त यत्रा घरहरू छैनन् न, जुन घर भाडामा लिए पनि भयो त। भाडामा लिने कुरामा त भाडा लिने के, हामीसँग कुनै आइएनजिओ एनजिओ होइन, हामीसँग कुनै कहीँबाट केही आउँदैन। हामीसँग मजदुर सदस्य भाडामा दिने मात्रै त, लिन पनि पर्यो नि। लिने कुरा त्यतिकै आएको होइन नि सर। यो त केही नै लगानी गरेर भाडामा नलिने, जग्गा भाडामा नलिने, हामी लिँदैनौँ जग्गा भाडामा। अनि अन्त जग्गा भाडामा लिँदैनौँ, हामीलाई फेरि खाली ठाउँ, सरकारी ठाउँ हामीलाई दिनुपर्छ यहाँ उठाउने हो भने दिनु पर्यो। को हो र तपाईँलाई दिनुपर्ने को हो र तपाईँ? हामी यो नेपालको दर्ता भएको 3 नम्बर संस्था हो, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन। नेपाल सरकारको श्रम कार्यालयमा दर्ता भएको सबैका आफ्ना आफ्ना व्यवसायिका पेसाका आफ्ना आफ्ना सङ्गठनहरू छन्। हामीसँग यहाँ 25-30वटा इकाइहरू छन्। हामीसँग कस्ता छन् भने ट्र्याक्टर चलाउनेदेखि लिएर ट्याङ्कर चलाउने, ट्रक चलाउने, ट्याक्सी, माइक्रो, सबै क्षेत्रका चाहिँ जुन पनि सवारी साधनहरू चल्छन्, सार्वजनिक सवारी साधनहरू, ती सबै हामीसँग आबद्ध छन्। भोलि तिनीहरूले आएर यहाँ श्रम हकको बारेमा खोज्दै गर्दाखेरि, भन्दै गर्दाखेरि हामी कहाँ छौँ भनेर भन्ने थियो नि। त्यो एउटा आधार, एउटा स्थान त हामीलाई चाहियो त। तपाईँलाई भाडामा जग्गा दिनु पऱ्यो हो? भाडामा जग्गा दिनु पऱ्यो। भाडा त तिर्नुहुन्छ नि? भाडा तिर्छौँ हामी। जी फन्ड जो एमालेको मजदुर सङ्गठन हो, जी फन्डको बिल्डिङ चाहिँ यहाँनिर छ, जी फन्डको आफ्नो कार्यालय यहाँनिर छ, तलपट्टि लामो सटर छ। जी फन्डले त्यहाँबाट भाडा उठाउँछ। रुबिना अफसेट प्रेस भन्ने भाडा कति छ हेरौँ। यो चाहिँ पछाडिसम्म छ भन्ने सुनेको छु मैले। यहाँ चाहिँ यहाँको भाडा चाहिँ जी फन्डले उठाउँछ। एमाले निकट मजदुर सङ्गठन हो यो चाहिँ, पछाडिसम्म छ। यो चाहिँ एउटै प्रेसले भाडामा ल्याएको छ। यो चाहिँ जी फन्डसँग यो पछाडिको केही भाग चाहिँ म आफैले बनाएको। कति भाडा तिर्नुहुन्छ यहाँ? मैले 28,000 रुपियाँ। 28,000 दिनुहुन्छ। कति समय भयो तपाईँ यहाँ बस्नु?
म 30 महिना भयो अहिले 30 महिनादेखि 28,000 रुपियाँ मासिक बुझाइरहनु भएको छ। हजुर कसलाई बुझाउनुहुन्छ भाडा? जी फन्डलाई। जी फन्डलाई बुझाउनुहुन्छ। जमिन कसको हो, जग्गा कसको हो थाहा छ तपाईँलाई? मलाई त सुरुमा त त्यो थाहा भएन, यो बस्यो पछि नगर विकासको भन्ने चाहिँ पछि थाहा भयो। पहिला सुरुमा बस्दाखेरि चाहिँ कसको भनेर बस्नुभयो? म जी फन्डकै भनेर बस्छु। जी फन्डकै भनेर बस्छु। जी फन्डको मान्छेले हाम्रै हो भने अब उहाँहरूले नै भाडा लिने भएपछि उहाँहरूकै होला भन्ने सोचियो। तपाईँले यत्रो लगानी गर्नुभयो अब यहाँ होइन, संरचनाहरू आफैले बनाउनु भएको छ। अब यो जमिन नगर विकास समितिको जमिन हो, जी फन्डले यहाँ भाडा उठाएर पैसा लिने उसँग अथोरिटी छैन, तर लिइरहेछ। अब समस्या त तपाईँलाई लगानी गर्ने तपाईँलाई पर्ने भयो नि त, के गर्ने? अब यस्तो हो, अब मेन चाहिँ जिस्ट कहिलेसम्म निक्लिनु पर्ने हो त्यो भन्नु पऱ्यो, छोड्नु पऱ्यो नियमअनुसार। अब कि त नगर विकासले हामीसँग भाडा लियोस्, हामी उहाँलाई बुझाउँछौँ, हामीसँग एग्रिमेन्ट गरिदियो, अरू त हामीले के भन्ने र। दर्शक, हामीसँग नेपाल ट्रेड युनियन महासङ्घ जी फन्डका गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्री हुनुहुन्छ। नमस्कार, स्वागत छ। नमस्कार, धन्यवाद। भाडा कति उठाएर खाने गर्नुभएको छ? सर्वप्रथम म प्रश्नको लागि हजुरलाई धन्यवाद दिन चाहन्छु, तर यसरी खाएको भनेर चाहिँ व्यक्तिगत हामीले खाएको छैनौँ। हामी एउटा मैले संस्थाको परिचय दिएको भएर संस्थाले कति पैसा खाने गरेको छ भाडा उठाएर भन्न खोजेको? संस्थाले पैसा खाँदैन, संस्थाले पैसा खाँदैन। संस्थाले सामाजिक काम गर्छ, जुन उसको विधान राज्यले तोकेको निर्धारण अनुसार बनाएको छ त्यो अनुसार हामी गरेका छौँ। यो नितान्त हाम्रो श्रमिक, यहाँ हामीले कार्यालय एकजना सहयोगी राखेका छौँ, कार्यालय कर्मचारी भन्छौँ हामीले, उहाँको व्यवस्थापन गरेका छौँ त्यसले। र हामीले हाम्रा श्रमिकहरू अप्ठ्यारोमा पर्दा विभिन्न अब लास जलाउन नसक्दासम्मका मानवीय कार्य गरेका छौँ। सँगसँगै यहाँ बाल श्रम उन्मूलन, त्यस पछाडि तपाईँको चाहिँ अवैध गतिविधि, चोरी डकैती यस्ता कुरा नियन्त्रण गर्न पनि हामीले सहयोग गरेका छौँ। अनि हाम्रा विभिन्न दिवसहरू हुन्छन्, त्यसमा हामीले विभिन्न पर्चाहरू छपाउने केही काम गरेका छौँ। पर्चा मैले अगाडि देखिरहेको छु, मे दिवसको पर्चा तपाईँले छापेर बसिरहनु भएको छ, त्यही भाडा आएको पैसाबाट छाप्नु भएको होला, जनचेतना फैलाउने भनेर छाप्नु भएको होला। जी फन्ड भनेको एमालेको सङ्गठन हो? एमालेको होइन, यो नेपाल सरकारको श्रम विभागमा दर्ता 1 नम्बरमा दर्ता भएको संस्था हो। हामी नेपाल ट्रेड युनियन महासङ्घ जी फन्ड चाहिँ नेकपा एमालेसँग सहकार्य गरेर अगाडि बढ्छौँ। सहकार्य गरेर अगाडि सहकार्य बसिरहेको। एमाले हो कि होइन? म एमाले हो। एमाले हो। कमरेड रुद्रबहादुर खत्री। कमरेड रुद्रबहादुर खत्रीले नगर विकास समितिको जग्गामा आफूले नेतृत्व गरेको संस्थाको कार्यालय त राख्नुभयो, तलको कोठा, तलको संरचना भाडामा समेत लगाउनु भयो। अब सबै सङ्गठनहरू, सबै पार्टी निकटका सङ्गठनहरूमा पुगेर आएँ, अन्तिममा तपाईँकोमा आइपुगेको छु। सबैले के भन्छन् भन्दाखेरि चाहिँ हामीसँग आबद्ध यत्रा धेरै मजदुरहरू छन्, ती मजदुरहरूको हकितको लागि हामीले काम गरिरहेछौँ, ती मजदुरहरूको सचेतनाको लागि हामीले काम गरिरहेछौँ, तिनीहरूको हकितको लागि लडिरहेछौँ, हामी सबैबाट सुनेर आएँ। भनेपछि हरेक यहाँ जो सङ्घ संस्था व्यापारीहरूका अथवा हरेक पेसा व्यवसायका जुन सङ्घ संस्था सङ्गठनहरू छन्, तिनीहरू सबैले सार्वजनिक जग्गामा संरचना बनाउने, भाडामा लगाउने र आफ्नो संस्थामा आबद्ध भएकाहरूको हकितलाई लड्न थाले हुन्छ होइन त? पाइन्छ होइन त? म तपाईँलाई विनम्रता साथ आग्रह गर्न चाहन्छु, हाम्रो गलत सूचना गएको छ। सर्वप्रथम हामी यहाँ कब्जा गरेर बसेकै होइन, हामीलाई अनुमति तत्कालीन बेलामा अनुमति लिएरै बसेका हो। तपाईँहरूलाई कब्जा गराइएको हो, कब्जा गराइएको हो। यसो भन्नुहुन्छ भने तपाईँ कब्जा दिने, कब्जामा तपाईँजी मेरो आग्रह, यदि कब्जा भन्नुहुन्छ भने त्यति बेर क्षेत्रबहादुर केसी पञ्चायतको हो, जसले ट्रेड युनियन रहनुहुन्न भन्ने उहाँहरूको हो। मोर जानु हो, प्रतिष्ठा दिन्छ मेरो, तर उहाँले दिएको हामीलाई। यहाँ कसरी हामीले चाहिँ अरू कब्जा गऱ्यौँ अथवा कसरी हामीले दिएको भन्ने भयो। क्षेत्रबहादुर केसी जति बेर तपाईँले पाउनुभयो, पारै गर्नुभयो। यत्रो संरचना एक रातमा बनेको होइन, संरचना बनाउन्जेलसम्म राज्य हेरेरै बस्यो। त्यो त मैले बुझ्छु नि, त्यो त बुझ्छु मैले। तर तपाईँलाई कुन कानुनमा टेकेर के आधारले दिनुभयो? कुन दफा, कुन उपदफा, कुन नियम के अनुसार दिनुभयो तपाईँलाई? अब म पोखरा उपत्यका विकास समितिको केही परिनँ, त्यहाँ के कानुनी प्रक्रिया छन् सबै कुरा हामीले बुझ्दा नि बुझिन्न। यत्रो संरचना बनाउँदाखेरि मैले कुन कानुनमा टेकेर पाएको जग्गाबाट संरचना बनाउँदैछु भन्ने कुरा त बुझ्नुपर्ने होला आफ्नो लागि पनि। मैले आग्रह गरेँ, यो व्यक्तिगत संरचना होइन, संस्थाकै सही। म हजुरलाई भने यहाँ नेपाल सरकारको पनि लगानी छ, सबै तिनटै निकायको, सङ्घ, प्रदेश र स्थानीय तहको पनि हामी सहकार्य गरिरहेछौँ। म तपाईँलाई आग्रह गर्न चाहन्छु, हामीले समाजमा हुने विकृति, विसङ्गति, कुरीतिहरूलाई अन्त्य गर्न चाइना पुल भनेरै पहिला थियो। एउटा टुरिस्ट आउँदा पिसा फेर्ने ठाउँ थिएन, एउटा टुरिस्ट आउँदा मान्छेले समातेर उसको कपडा खोलिदिने हो कि भन्ने त्यो सडक बालबाटोको त्रास थियो, चोरी हुन्छ भन्ने कुरा थियो, यौन धन्दा भइरहेको थियो। यी सबै हामीले नियन्त्रण गरेका छौँ। यो तपाईँको हङकङ बजार देख्नु भएको छ, यो पनि हामी ट्रेड युनियनले व्यवस्थापन गरेको। त्यो व्यवस्थापन नगर्दाखेरि यहाँ चाहिँ यो चाहिँ
त्यो अब लागु औषध प्रयोगकर्ताको प्रयोग थलो भएको थियो यो ट्रेड युनियनको हिसाबले नेतृत्वकर्ताको हिसाबले तपाईँहरूले जे भूमिका खेल्नुभयो त्यसलाई सम्मान गरेँ तर यो संरचनाको विषयमा यो वैध संरचना बनाएका हौँ वैध हिसाबले हामीले कार्यालय यहाँ सञ्चालन कार्यालयको विषयमा संस्थाको विषयमा मैले प्रश्न उठाएको होइन संस्था जहाँ अवस्थित छ जुन संरचना बनेको छ र आजको दिनमा जुन संरचनामा भाडामा लगाएर पैसा उठाउने काम गरिएको छ यो विषयमा प्रश्न उठाएको हो। अब तपाईँले संरचनाको कुरा गर्दाखेरि हामीलाई पोखरा उपत्यका नगर विकास समितिले हामीलाई दिएको छ यो तपाईँ जिफन्ड हो भने जिफन्डलाई दिएको छैन यो नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलाई दिएको छ। म यो नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको कार्यालयमा अघि पुगेर आउँदाखेरि जिफन्ड अलग हो हामी त्यसका घटक हौँ तर हामी जिफन्ड होइनौँ भनेर भन्नुभयो। अब जिफन्डलाई त यो दिएकै देखिँदैन फेरि यो अलग्गै हो भने फेरि मैले यसमा हजुरलाई प्रश्न पारेँ नि त यो हामी जहाँ जिफन्ड बसेको छ यो सम्मको जग्गा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलाई नै हो यो खाली थियो यसको कतै निकास पनि छैन यो के हो थाहा पनि छैन के जग्गा हो कसको नाममा भने पनि थाहा छैन यो कसको नाममा पनि थाहा छैन यसको कतै यो बाटोको निकास छ न कहीँ जानुपर्ने छ केही छैन। त्यो भएपछि यहाँ चाहिँ नै तत्कालीन पोखरा उपत्यका नगर विकास समितिले हामीलाई नै त्यो चुना लाएर उहाँहरूले यसमा चाहिँ तपाईँहरूले कार्यालय बनाउनु भनेर हामीले त्यति बेरै सानो सानो बनाएको थियौँ। अहिले पछि हामीलाई सबै सहयोग गर्नुभयो हाम्रो सदस्यसँग हामीले शुल्क उठाएर पनि हाम्रा सहयोगदाताहरूले गर्दा यो बनेको हो। यो बनिसकेपछि हामी तल मात्रै थियो हामी कार्यालय चलाइरहेको थियौँ जब यहाँ हङकङ बजार आइसकेपछि यहाँको भिड यहाँको पार्किङ सबै कुरा गरेर यो मभन्दा तल बसेको चाहिँ पार्किङ थियो हाम्रो हामीले पार्किङ बनाएको थियौँ। त्यस पछाडि पार्किङ चाहिँ अब बाहिर भइसकेपछि त्यहाँ पहिला नाली थियो त्यो नालीहरू पनि पुरेर पार्किङ बनाइसकेपछि यहाँ तल हामीले यो कोठा बनायौँ। त्यसो भएको हुनाले अब हजुरको कुरामा कानुनकै कुरा गर्ने संविधानकै कुरा गर्ने सबै कुरा गर्ने हो भने त नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन म नेतृत्व गर्ने संस्थाको एउटा आबद्ध सङ्घ भएको हुनाले उसँग लिएपछि हामीले अरू लिनुपर्छ जस्तो लागेन हामीलाई। प्रमाणहरू पेश गरेर यी कागजात पेश गरेर यो संरचना वैध हो भाडा उठाएको वैध हो भन्ने तर्क गर्न खोज्दै हुनुहुन्छ तपाईँ? अब मैले अहिले बहस गरिरहेको छैन म कुनै मुद्दा मामिला कुरा भएको छैन हामीलाई सम्बन्धित निकालेपछि चिठी पनि ल्याएको छ 80 सालमा अनि हामीले अख्तियारमा पर्यो भनेर हामीले गएका पनि छौँ। हामीले के भनेका छौँ भने यो नेपाल ट्रेड युनियन महासङ्घ र यहाँ भएका सबै संस्थाहरू भनेको सरकारकै अङ्गहरू हुन् र सरकारकै सबै यहाँ सहकार्यमा हामीले बनाएका छौँ। यो ट्रेड युनियन भनेको सरकारकै कुरा। संरचना वैध हो सर? अब वैध चाहिँ हामीले नक्सा पास गरेर गरेका छैनौँ नक्सा पास गरेका छैनौँ। संरचना अवैध हो त्योभन्दा बाहेकका होइन त्योभन्दा बाहेक हाम्रो खानेपानी विद्युतदेखि सबै सिफारिस हामीसँग छन् सबै कुरा छन् हामीसँग। अब तपाईँहरूसँग अब राज्य तपाईँहरूले चलाउनुहुन्थ्यो तपाईँका पार्टीका मान्छेहरू पटक पटक सरकारमा जान्थे अब त्यो नगर विकास समितिमा एट द इन्ड पोलिटिकल मान्छेहरू हुन्थे तपाईँहरू मात्रै यहाँ हुनुहुन्न कङ्ग्रेसको ट्रेड युनियन कङ्ग्रेसले भाडा उठाएर खाएको छ यतापट्टि माओवादीले वाइसेल क्याम्प बनाएर त्यत्रो बनायो त्यहीँनिर सङ्गठनका भन्दा कोठै पछि कार्यालयहरू बनाएको छ सबैले मिलिजुली खाम भन्न भएको कुरा न हो यो त ओपन सेक्रेटरी यही हो बुझ्ने भनेको कुरा त। हजुरलाई म विनम्र सल्लाह गर्न चाहन्छु खाएको भन्ने शब्द हजुरले नगर्दै राम्रो हुन्छ। मैले तपाईँलाई भने हामीले यो समाजलाई विकृति विसङ्गति मुक्त बनाउनको लागि नै खर्च गरेका छौँ। त्यो खर्च गर्ने कुरामा तपाईँले अघि उठाएको कुरा कतिपय भवन बनाउने कुरामा त्यसो भए सार्वजनिक टोयलेट बनाउने कुरा पनि त्यो सार्वजनिक टोयलेटबाट सुरु भएको छ कि यहाँ त 2056 सालदेखि सुरु भएको म त्यहाँदेखि छु 56 सालमा यहाँ यात्रु आउँदा के हालत थियो भन्ने कुरा हामीलाई थाहा छ। त्यहाँबाट बन्दै आएपछि यहाँ खाली थियो यहाँ व्यक्तिले कब्जा गरेर बसिरहनु भएको थियो व्यक्ति यो कब्जा गरेको सम्बन्धित त्यो संस्थाको नाममा भएको संस्थाले लेखेर दियो लेखेर दिएपछि हामी यहाँ बस्यौँ लेखेर दिएर यहाँ बसिसकेपछि हामीले अपराध गरेका छौँ भने त्यो अपराध भोग्न तयार छौँ हामी। अब यो संरचना चाहिँ हामी के भनिरहेको छौँ अहिले भने यो संरचना ठिक छ यसले अवरोध गरेको छ विकासमा अवरोध गरेको छ सुन्दरतामा खत्तम छ सबै कुरा बेठिक छ भने हामी ओके छोड्न तयार छौँ। होइन भने हाम्रो भनाइ के छ भने के व्यवस्थापन गर्नु भने उहाँले त्यति बेला 3टा विकल्प दिनुभएको थियो हामीलाई यो 80 सालमा हामी त्यो मान्न तयार भएर 3 पटक बैठक बसेर माइन्टिङ भएको छ त। मैले तपाईँलाई भनेअनुसार हामीले किन्न सक्ने ल्याकत छैन है हजुरले उठाए जस्तो के संस्था भन्नुहुन्छ उहाँहरूको धेरै पैसा उठ्छ होला लेबी उठाउनुहुन्छ र के हामीले वार्षिक एउटा श्रमिकसँग 170 उठाउने हो। तपाईँको समस्या हो कि हजुर त्यो तपाईँको समस्या हो क्या तपाईँ कुन राज्यको कुन चाहिँ राज्यको अङ्ग हो? नेपाल सरकार श्रम विभागको दर्ता नम्बर 1 मा दर्ता भएको संस्था हो। त्यो राज्यको अङ्ग यहाँ हरेक पेसा व्यवसाय सामाजिक सङ्घ संस्थाहरू त राज्यमा दर्ता त हुनुपर्छ कम्पलसरी कुरा हो कम्पलसरी कुरा हो नि त्यो त। अनि त्यो चाहिँ त्यो राज्यको संस्था हो त राज्यको संस्था त होइन नि त राज्यले सूचीकृत गरेको संस्था हो। हामीले विधानमा के व्यवस्था गरेका छौँ भने यदि यसको सम्पत्ति यो संस्था रहेन भने नेपाल सरकारमा जान्छ नेपाल सरकारमा जान्छ अहिले पनि हेर्नुहोस् अरूको जाँदैन। त्यही भएर अलिकति क्लियर कुरा के हो भने मैले मिडिया राज्यमा दर्ता गराएको छु राज्यमा सूचीकृत गराएको छु यो राज्यको मिडिया हो भन्ने कुरा होइन क्या
मिडिया मेरो हो यो राज्यमा पुर्याउनु पनि प्रक्रिया पुर्याएको छु यसो हो यो राज्यको अङ्ग हो भनेर यसरी नभन्नु। एउटा आग्रह गर्छु तपाईँहरूको व्यवसाय तपाईँ मजदुर सङ्गठनहरूको हकहितको लागि काम गर्ने प्रचलित कानुन अनुसार दर्ता भएर चलेको संस्था हो बस राज्यको अङ्ग होइन। अङ्ग चाहिँ होइन राज्यलाई फेसिलिटी राज्यलाई सहयोग गर्ने सम्बन्ध यसो भनौँ न अङ्ग नभनौँ अङ्ग भने अलग कुरा हो कि यो फेरि राज्य नै रहेछ यो त भने जस्तो नभनौँ न। राज्य नै त हामी भनिरहेको छ दावा गरिरहेको छैनौँ राज्यलाई नै सहयोग गर्ने। अब मैले भने यहाँबाट हामीले बाल श्रम न्यूनीकरण गर्ने अपराध हो यहाँबाट चोरी डकैती कम गर्ने हाम्रो अपराध हो त्यो राज्यलाई सहयोग हुँदैन। दिशामुक्त क्षेत्र कास्की उसलाई घोषणा गर्नलाई महत्त्वपूर्ण भूमिका छ यो बस पार्कको यो बस पार्कका सामाजिक संस्था र ट्रेड युनियनको भूमिका छ यसमा हाम्रो अपराध हो। त्यसो भए तपाईँहरूले यी कामहरू आफूले गरेका कामहरू चाहिँ देखाइरहनु भएको छ यी चाहिँ तपाईँहरूले ठिक छ तपाईँले देखाउनु भयो यी कामहरू तपाईँहरूले गरिरहनु पर्यो यो अपराध होइन एकदम राम्रो काम गर्नुभएको छ। अब बाँकी कुरा भनेको चाहिँ यो संरचना वैध हो अवैध हो भनेर सोध्ने कुरा होइन किनभने तपाईँहरूले त्यत्रो राम्रो काम गर्नुभएको छ त्यत्रो सचेतना फैलाउनु भएको छ त्यत्रो योगदान दिनुभएको छ समाजलाई हामी माथि किन प्रश्न गरेको हामीले त त्यत्रो योगदान गरेका छौँ यो बिल्डिङको विषयमा किन प्रश्न गरेको त्यहाँ भाडा उठाएको विषयमा किन प्रश्न गरेको यस्तो कुरा नगरौँ। उठाएको प्रश्न भाडाको विषयमा हो यो संरचनाको विषयमा हो यसको वैधानिकताको विषयमा हो। हजुरले कुरा उठाउनु भएको हजुरको तहबाट हजुरको साइडबाट जायज छ। मैले के दावा गरिरहेको छैन भने मैले व्यक्तिगत प्रयोजनको लागि यो गरेको छु भने म सजाय भोग्न तयार छु। त्यही भने मैले तपाईँ व्यक्तिगत हिसाबले यसको दुरुपयोग गर्नुभयो भने प्रश्न आउँदा त्यो एङ्गलले आइरहेछ। मेरो आग्रह के हो भने हामीले यहाँबाट आएका कुरा त्यही सामाजिक कामै गरेका छौँ। अब दिने कुराले दिइसकेपछि बस्ने मान्छे बस्ने संस्था बसिसकेपछि अघि हजुरले भन्नुभयो कि मेरो टेलिभिजन मेरो कम्पनी भन्नु होला मुनाफा हामी अहिलेसम्म मुनाफा बाँडेको 1 रुपियाँ बाँडेको देख्नुभयो त्यस्तो खालको कुरा हामीसँग प्रत्येक वर्षको अडिट हुन्छ हेर्नुहोस् त्यो रहेछ भने म प्रचलित कानुनअनुसार कारबाही गर्न तयार छु। तपाईँले यो अनुमति प्राप्त हो अनुमति लिएर हामीले बसेका हौँ संरचना बनाएका हौँ हामी वैध हौँ भनेर भन्नुभएको छ भने तपाईँलाई कहीँ कतै यहाँ भाडा उठाऊ भाडा लगाऊ अनि भाडा उठाऊ र कार्यालय सञ्चालन गर भनेर लेखिएको कुनै पत्र छ भने देखाउनुहोस् भाडाको विषयमा चाहिँ होइन भने तपाईँको आवश्यकताले तपाईँले यहाँ संरचना बनाउनु भयो संरचना बनाएर भाडामा लगाउनु भयो। मैले विनम्रता साथ अनुरोध गरेँ आग्रह गरेँ गलत सन्देश नजाओस्। हामीले के भनिरहेको छौँ भने उहाँहरूले जब हामी 75 त्यो आएपछि 80 मा उहाँहरूले हामीलाई पत्र काट्नुभयो पत्र काटेपछि उहाँले 15 दिनको समय दिँदा हामी 7 दिनमै गयौँ। हामी 3 चरणको बैठक बसेका छौँ। बैठक बसेर सबै सङ्घ संस्था 80 सालमा देखाएको पत्र भनेको के हो भने राज्यको संवैधानिक अङ्गमा उजुरी परेर अनुसन्धानमा रहेको विषयमा कागजपत्रहरू माग भएपछि सम्बन्धित कार्यालयसँग कागजपत्रहरू माग भएपछि सम्बन्धित कार्यालयले यो विषयमा के हो भनेर खुलाइ पठाउनु भनेर तपाईँहरूलाई पत्र लेखेको हो। त्यो पत्र तपाईँहरूले खुलाएर पठाउनु भयो त्यो कार्यालयसँग तपाईँहरू बैठक बस्नुभयो तर त्यो विषय कहाँबाट आएको भन्दाखेरि देशको संवैधानिक अङ्गबाट अनुसन्धान भएको विषयबाट आएको हो। त्यो संवैधानिक अङ्गसँग तपाईँहरू बैठक बस्नु भएको पनि होइन उसँग जानु भएको पनि होइन। यी भनेका कुराहरूको कुनै अर्थ छैन। बरु अर्थ चाहिँ के छ भने तपाईँहरूको अनुसन्धान सकिएको छैन टुङ्गिएको छैन राज्यले अख्तियारले गरेको अनुसन्धान टुङ्गिएको छैन यो हो विषय चाहिँ। अब म विनम्रता आग्रह गर्न चाहन्छु यदि अख्तियारले हामीलाई दोषी ठहरायो भने म देशको एउटा नागरिक हो यो सचेत नागरिक हो रुल अफ ललाई मान्छु म त्यो भएको हुनाले त्यो गऱ्यो भने त्यसको के भागी गर्नुपर्छ यो युनियनले हामी युनियनको नेतृत्व भएको हुनाले हामी गर्न तयार छौँ। मानव त हामी पनि युनियनले त गरेको छैन यो चाहिँ तपाईँको ऊ हो निर्जीव हो। मैले तपाईँलाई विनम्र आग्रह के गर्ने यहाँ हामीले तल कार्यालयकै लागि गरे हो हामीले कार्यालय चलाउन सकेनौँ बाध्य भएर हाम्रै मजदुरहरूका हाम्रै यहाँ समाजका हितको लागि खर्च गर्दा त्यो केही अपराध हुँदैन होला भन्ने ढङ्गले हामीले त गऱ्यौँ। त्यस पछाडि राज्यले हामीलाई जुन अङ्गले दिएको थियो उसले दिएर पठाइसकेपछि उसले बालमा दिए पनि भने होइन यो भने पठाइसकेपछि हामी गएर उहाँहरूले 3टा विकल्प दिनुभएको थियो। म तपाईँलाई अहिले पनि भन्छु मेयर साहबले 3टा विकल्पमै हामी खुला भएर गएको इभन किन्नसम्म थियो। बैठक बसेर हामी 3 जना बसी अन्तिम चरण चाहिँ अब मेयर साहबसँगै बसेर टुङ्ग्याउने भनेर हामी सबै कुरा गर्न त हामीले नतिन। र अर्को कुरा भन्नुहुन्छ भने हामीले यहाँ जुन बाल ल्याएको छौँ त्यो बालको बहाल कर तिरेका छौँ वडालाई हजुरलाई रसिदै देखाइदिन्छु म। अब यो हाम्रो कस्तो भयो भने सबैलाई सोटल मोटल गोटल हाल्ने कुरा भयो कि गोटल चाहिँ नगरौँ यो हामीले व्यक्ति त्यो संस्थाकै रूपमाबाट नै हामीले बहाल कर तिरेका छौँ। यसको मतलब के हो त के ठहरिन्छ त तपाईँले बाल कर तिरेर तपाईँले त बाल तिर्नुपर्छ राज्यको सम्पत्ति हो यो राज्यको जमिन हो यहाँ चाहिँ संरचना बनेको छ यहाँ त भाडै तिर्नुपर्छ त राज्यले त भाडामा लगाएको भने यहाँबाट भाडै लानुपर्छ कहाँ बाल कर तिरेर पाइन्छ। बाल कर पनि हामीले तिरिरहेको छौँ त्यो तिर कसैले भनेको थिएन हामीलाई भने कसैले तिर भनेको थिएन हामी सजना अब जुन संस्थाले त फ्रीमा बस भन्यो भने अनि जबरजस्ती हामी तिर भन्न सक्छौँ। अर्थ बाल कर तिर्नु भएको छ भन्ने कुराको अर्थ यो लाग्दैन कि तपाईँ यहाँ वैध ढङ्गबाट बसेर वैध ढङ्गबाट भाडामा लगाउनु भएको भन्ने अर्थ लाग्दैन। तपाईँले बाल कर तिर्नु भएको छ खास तिर्नुपर्ने चाहिँ भाडै तिर्नुपर्ने हो राज्यका निकायसँग अग्रिमेन्ट गरेर भाडै तिर्नुपर्ने हो। तर राज्य निरीह भयो
राज्य यो एकै रातमा बनेन। यो राज्य निरीह भएपछि त अब बाँकी चिजहरू यसै चले। अहिलेसम्म भाडामा लगाउँदाखेरि तपाईँले भन्नुभयो कोभिडभन्दा अगाडिदेखि भाडामा लगाउन थालेको भनेर राज्यले अहिलेसम्म राज्यको डकुमेन्टमा छैन अहिलेसम्म तपाईँले भाडामा लगाएको भन्ने कुरा, यत्रा सटरहरू भाडामा लगाएको भन्ने कुरा राज्यको डकुमेन्टमा छैन। यो त निरीहताको पराकाष्ठ भएको कुरा हो। यो त राज्यको, यो राज्यसँगै सोधौँला यो प्रश्न, तपाईँसँग सुन्ने कुरा भएन। खैर अब समय बदलियो, यो बदलिएको समयमा चाहिँ अब यो छोडिदिन त तयार हुनुहुन्छ होला नि, समस्या छैन होला नि? हामीले समातेर बसिरहेका छैनौँ, छोड्ने समाउने भन्ने कुरा हुँदैन। मैले अघि पनि हजुरको जानकारी गराएँ कि यो राज्यको पनि लगानी भएको छ, सबै यो हाम्रो पुँजी हो। यदि यहाँबाट केही कुरो अवरोध भएछ र अवरोध हटाउनु पर्यो भने त्यसमा हामी सहमति गर्न तयार छौँ। अघि हजुरले पटक भनिरहेको छु, मेरो कुरा भएन क्या, मलाई दिएको, हामीलाई दिएको, हाम्रो संस्थालाई दिएको। हामी संस्थालाई दिँदाखेरि उहाँहरूले हामीलाई अब त्यत्तिकै बस भन्दा तपाईँ घरपट्टिले मलाई घरमा बारमा तिर्नु पर्दैन बस भने नि म टाउको दुखाउनु कसैको जरुरी छ र? यही ढङ्गले संस्था हुन् भनेर दियो होला राज्यले, राज्यको एउटा अङ्गले। अब राज्यको अङ्गले त्यतिर व्यथिति गरे के गरे सबै थोपर्ने हामीलाई होइन, बिक्री जतिका। अब त्यो दिइसकेपछि अहिले उहाँहरूले जब गरेर गएपछि उहाँले 3टा विकल्प दिनुभएको थियो, मैले तपाईँलाई पटक भनेको छु, त्यो हामी स्वीकार्न तयार छौँ। अहिले पनि हामी सबै कुरा गर्न तयार छौँ, हामी फेरिमा बस्नु पाउनुपर्छ भने होइन। नगर विकास समितिको सरकारी जग्गा भाडामा लगाएर भाडा उठाउने काम राजनीतिक दल निकट भातृ सङ्गठन मजदुर सङ्गठनले मात्रै गरेका छैनन्, दल निकटका भातृ सङ्गठनहरू मात्र छैनन्। त्यो काम गर्ने सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र छ त्यहाँनिर हेर्नुहोस्। सामुदायिक प्रहरी सेवा केन्द्रले समेत त्यहाँ भाडामा लगाएर भाडा उठाइरहेछ। उतापट्टि हिमाली सांस्कृतिक परिवार छ, हिमाली सांस्कृतिक परिवारले आफ्नो तल भएको सटरहरू जो त्यहाँबाट भाडा उठाएर खाइरहेछ। उतापट्टि सहारा क्लब छ, सहारा क्लबको सुरुबाट त्यो भित्र छिर्ने हङकङ बजार छिर्नेबाट सहारा क्लबले त्यहाँ बिल्डिङ बनाएको छ। सहारा क्लबको बिल्डिङको तलपट्टिका जो सटरहरू छन् त्यहाँ सहारा क्लबले त्यहाँ पैसा उठाइरहेछ। पोखरा उपत्यका नगर विकास समितिको जग्गामा बनेका संरचनाहरूबाट अवैध रूपमा भाडा असुली भइरहेको आजदेखि होइन, वर्षौँ समय भयो। कार्यालयमा जाँदाखेरि केही लिखत देखाउँछन्, केही कागजात देखाउँछन्, हामीलाई दिएको हो, यहाँ बनाऊ भनेर दिएको हो, हाम्रो कार्यालय बस भनेर दिएको हो। तर त्यो लिखतमा कुन कानुनअनुसार दिएको हो, के शर्तमा दिएको हो, कति कारणले दिएको हो, कहिलेसम्मको लागि दिएको हो, केही पनि खुल्दैन। यो जम्मै पोलिटिकल कुरा भएको कारणले गर्दाखेरि सबले आँखा चिम्ले, सबले मिले जति भाडा उठाउने, मिले जति चलाउने, मिले जति गर्ने भन्ने किसिमको भयो। पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हुन्। धनराज आचार्यले यो हटाउनको लागि, यो कम्तीमा यो हटाउने होइन, यहीबाट भाडा लिने हो भने पनि यहाँबाट उठेको भाडा राज्यको खातासम्म पुर्याउनको लागि एक चुटकीमा काम हुन्थ्यो, तर धनराज आचार्यको कार्यकाल अब सकिन लागिसक्यो, 4 वर्ष भइसक्यो। अहिलेसम्म धनराज आचार्यलाई यति काम गर्नको लागि कुनै बालेनको सरकार आउनुपर्ने थिएन, केही पनि हुनुपर्ने थिएन, तर केही पनि गरेनन् धनराज आचार्यले। यो फेरि बस पार्क हटाउने जस्तो, लेक साइडको फेवाताल वरपरका संरचना खाली गराउने जस्तो गम्भीर विषय, जटिल विषय होइन। जटिल विषय यसकारण होइन कि यहाँबाट संरचना हटाउँदा पनि कसैलाई क्षतिपूर्ति तिर्न पर्दैन, कसैको वैकल्पिक व्यवस्थापन गर्नु पर्दैन, र कसैलाई कुनै पनि किसिमको मुआवजा दिनु पर्दैन। यति काम गर्नको लागि बालेनको सरकार अथवा कसैको सरकारको पनि सहयोग चाहिने अवस्था हुँदै होइन, तर आजसम्म यसरी नै चल्यो। तर कार्यकाल सकिन लाग्दा 35 दिने सूचना चाहिँ निकालेका छन् है हाम्रा धनराज आचार्यले। गण्डकी छड्के विथ अपिल त्रिपाठी आजको लागि यति नै। अबको हाम्रो अर्को हप्ताको कार्यक्रम हेर्न नभुल्नुहोला। म लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार। गण्डकी छड्के विथ अपिल त्रिपाठीको साथमा मेरो विश्वास सधैँ नेपाल फर्निचर, ढुक्क वर्षौं वर्षलाई। उज्यालो मुस्कान हरेक दिन, डेन्ट ग्लो टुथ पाउडर, आयुर्वेदिक सल्युसन।